भाइ पनि पक्रेछ क्या, थाहै भएन मलाई त होइन। अनि भाइ पक्रेको भने मलाई थाहा थिएन, अरू साथीहरू पक्रेको पनि थाहा थिएन। त्यो क्यामेराम्यान पक्रेको भनेको चाहिँ अलिअलि त्यो न्युजतिर सुनिया हो, फर्स्टमै सुनिया हो। अरू पक्रेको भन्ने कुरो चाहिँ थाहै थिएन। म जाँदा त लगभग सबै जस्तो पक्रिसकेको छ। भएन त्यो चौकीमा छिरेपछि त्यहाँ हिरासाथले छिरिसकेपछि चाहिँ त्यहाँको खानपिन यहाँ त्यहाँ देखेर चाहिँ एकदमै हरेस खाएँ क्या मैले। अब आफूसँग गोजीमा त्यही 2-3 हजार थियो, साथीहरू सबै त्यो अन द स्पोट समातेर ल्यायो क्या पैसा पैसा मलाई यसो लाग्यो फेरि मैले पर्सनल व्यक्तिगत मैले आफ्नो लागि लडेको भए, आफ्नो लागि आफ्नो कारणले अथवा परेको हो त्यो अलग कुरा। मैले त यो समाज देशको निम्ति गरेको कुरा हो, उहाँले त्यही हिसाबले लिनुभयो होला भन्ने हिसाबले पनि त्यो कुराहरू स्वीकारेर चाहिँ जस मलाई सजिलो भयो। त्यसपछि छोडेँ भनौँ न, छोडेँ भन्दा पनि अब मलाई उहाँहरूले एमएनएको लागि नलागे सम्झिनु भएछ जस्तो पनि लाग्यो होइन। सङ्गठनले त झन् त्यसमा पुस गर्नुपर्ने हो नि होइन। यसमा यस्तो पनि छ, अब हामी विधिको शासनलाई अब यदि सङ्गठन दर्ता थिएन भने हामीले जे पनि गर्न पाइन्थ्यो होइन। अब गरिन्थ्यो, अब कोही मान्छे जेल सरिन्थ्यो त्यो हुन्थ्यो पनि। तर यस्तो अब विधिको शासनलाई मान्ने भयो जस्तो अब दर्ता भइसकेको सङ्गठन र वैधानिक रूपमा चलिरहेको सङ्गठन त यो कानुनभित्रै टेकेर पो लड्ने हो नि त होइन। एमएनएको नीति निर्देशन अथवा सिद्धान्त भनेको त्यस्तो विद्रोहको भन्दा पनि एउटा आफै परिवर्तन भएर चाहिँ अब यही समाजले परिवर्तन गरेर चाहिँ ल्याउने परिवर्तन हो भनौँ न, त्यो खालको नीति निर्देशन। आले स्वागत छ एकदम धेरै। एकदम धन्यवाद, बोलाइदिनु भयो। धेरै पछाडि भनौँ मिडियामा तपाईँसँग भेटघाट गर्ने मौका पाएँ, त्यो पनि भयो। मिडिया पनि एकदम कमै छ है अहिले त। त्यस्तो बोलिरहनु पर्ने कुराहरू खासै केही पनि छैन होइन। आफू आफ्नो काम कर्तव्यहरू पुरा गरिरहेको छु, अब निभाइरहेको छु, त्यही हो। अहिले मिडियामा के छाइरहनु भन्नाले भनौँ न, भन्नुपर्ने कुरो केही छैन भने किन आइरहनु भन्ने कुरा हो। त्यो पनि हो। फेरि गीत सङ्गीतमा त भइरहेछ है मङ्गल हक। सकेको आफूले सकेको गरिरहेछ भनौँ। ओके, कहाँबाट सुरु गरौँ भन्ने कुरा भयो कि होइन। मैले अघि इन्टरनेटमा त छाइरहेको होइन, निकै छाएको एकताका होइन। अब विषयवस्तु अब ग्यालजिनलाई देख्ने बित्तिकै होइन त्यो ठ्याक्कै त्यो धेरैले चाहिँ त्यो दिमागमा त्यो आइहाल्छ क्या याद कि त्यो जुन एउटा त्यो जुन कन्ट्रोभर्सीमा परेको थियो नि त होइन। त्यो जुन झन्डा, नेपालको झन्डा जलाएको कुरा सायद धेरैले बिर्सेको पनि हुनसक्छ होइन। आज हामी झन्डा, नेपालको झन्डा चाहिँ जलाएर चाहिँ एउटा खालको के भन्ने एउटा आन्दोलनै भन्न मिल्छ त्यसलाई, विरोध होइन, विरोध असन्तुष्टि चाहिँ व्यक्त गरेको व्यक्तिसँग छौँ हामी। ग्यालजेन दोर्जे लामा कि तामाङै लेख्छ भाइले है। हाम्रो त्यही त अब त्यो भेटघाट त्यही सिलसिलामा भएको थियो है। एउटा त्यो जुन विवादमा परेपछि आलेसँग भेटेको थियो, त्यो जुन किन जलायो, के हो कारण भनेर चाहिँ मैले एज अ मिडियाबाट चाहिँ मैले त्यो गरेको थिएँ। त्यो निकै भाइरल भएको थियो, त्यो भिडियो छ पनि अहिले। अलिक कुल्ली कुरो गरौँ है, है मजाले। बानी छैन कि होइन, यतै दाजुभाइले मात्रै अब सबै बिर्सौँ होइन। एकदम फ्रिली अलिकति यसरी बोले हुन्छ, मजाले टेबलमा हात राखेर यता दाजुभाइ मात्रै है, फेस टु फेस है। त्यही त इन्टरनेटमा मैले अघि पनि तिमी आउनुभन्दा अगाडि कि मैले ट्याक्क यसो खोलेको थिएँ कि झन्डाको बारेमा। त्यो यसो उ गर्दाखेरि मैले यसरी चाहिँ नेपालको झन्डा होइन भनेर एउटा जलाएको भन्ने यसरी खोज्दाखेरि अगाडि एउटा न्युज आउँदो रहेछ कि 70 भन्दा बढी उजुरी भनेर छ कि होइन। आलेले हेरेको छ कि छैन थाहा खबरबाट नेपालको झन्डा जलाउने विरुद्ध 70 भन्दा बढी चाहिँ उजुरी के होइन। नट अ जोक, एकदमै त्यो यस्तो अवस्था थियो कि त्यो छ नि। अब त्यहीँबाट सुरु गरौँ। जस्तो त्यो बेला भाइसँग त भेटेको कुरा छुट्टै छ होइन। त्यो अहिले गरौँला। त्यो जुन होइन त्यो एउटा हुनु त त्यो मैले लिएको इन्टरभ्यू पनि थियो होइन। त्यो विषयमा आलेले अलिकति प्रस्ताव पनि गरेका थियौँ। तर पनि होइन एउटा छ नि, त्यति बेला
के चाहिँ सोचेर त्यो गरेको थियो जस्तो होइन अलिकति थोरै यो कुरा गरौँ न ठ्याक्कै के अब ठ्याक्कै यस्तो हुन्छ भनेर चाहिँ थाहा थियो कि थिएन यस्तो खालको पछि त्यो सिचुएसन आउँछ कि भनेर चाहिँ थाहा थियो कि थिएन के छ के भन्न चाहन्छ यो विषयमा चाहिँ यस्तो छ दाइ अब कानुनी रूपमा यसले मलाई के अप्ठ्यारो पार्छ भन्ने कुरो चाहिँ मलाई स्पष्ट थाहा थियो मेरो अज्ञानता चाहिँ कहाँनिर रह्यो भने यो विषयमा चाहिँ मैले पहिला नि भनेको छु त्यहाँ संलग्न व्यक्तिहरू चाहिँ त्यहाँसम्मको पक्रेर होइन हिरासतभित्र थुनिएलाई भन्ने चाहिँ मैले कहिले पनि सोचेको थिएन अब जुन थुनियो अथवा त्यो बेलाको मेरो एउटा प्लान चाहिँ के थियो भने मलाई अप्ठ्यारो चाहिँ पार्छ नै यसले केही रूपमा केही पारिहाल्यो भने म चाहिँ अन्डरग्राउन्ड बस्ने केही समय भन्ने हिसाबले बसिरहेको थिएँ म अनि यसो सिचुएसन हेऱ्यो एकदमै खराब भनौँ न होइन अब मेरो गाउँतिर पनि गएर होइन मेरो ज्वाइँ भनौँ न होइन ज्वाइँ लगायतका अरू साथीहरू पनि समाएको भन्ने कुराहरू आइसकेपछि चाहिँ होइन उनीहरू माथि मैले गर्दा उनीहरूले अप्ठ्यारो पार्नु हुँदैन भन्ने हिसाबले चाहिँ म चाहिँ भनौँ पब्लिक भयो भनौँ होइन मैले आफ्नो कुराको जिम्मेवारी चाहिँ मैले लिन्छु भनेर मैले सार्वजनिक रूपमा पनि भनेको थिएँ सञ्जालतिर त्यही हो मैले थाहा थियो अब मेरो मकसद यति मात्रै थियो कि यो विषयमा चाहिँ केही रूपमा बहसमा आओस् यो कुराहरू चाहिँ हाम्रो माग मुद्दा चाहिँ बहसमा आओस् यही कुरा एकैचोटि सम्बोधन राज्यले सम्बोधन गर्छ अथवा मलाई न्याय दिन्छ भन्ने हिसाबले गरे त होइन अन्त न्याय आफ्नो अस्तित्व अधिकारको लागि चाहिँ लड्नुपर्छ है भन्ने खालको एउटा सन्देश चाहिँ हाम्रो समुदायले दिउँ भन्ने हिसाबले गरे चाहिँ खासमा त्यो विषयमा थाहा थियो मैले स्पष्ट मैले संविधान पढेरै गरेँ हो तर ऐन कानुन चाहिँ मैले पढेन त्यो बेला त्यस्तो गर्दा केसम्मको कानुन लाग्छ भन्ने कुरो चाहिँ मैले पढेको थिएन पछि थाहा भयो त्यो के हुँदो रहेछ त्यो भनेर जस्तो त्यो हुनु त हामी भेट्ने बेला त्यो कुराहरूसम्म त पुगेन होइन त्यो कानुनी कुराहरू के हुने रहेछ हुनु त कानुनी रूपमा एउटा त्यो स्टिल छ कि के छ त्यो होइन त्यो मुद्दा छ अझै सरकारी मुद्दा हो अघि उजुरी कुरो गर्नुभयो उजुरी त त्यो हिरासतमा बस्दा नि भनेको थियो त्यो बन लिने मान्छेहरूले हजुर देशभरिबाटै उजुरी छ तिम्रो नाममा तिमीहरूको नाममा भन्दै त्यो इन्भेस्टिगेसन लिने त्यो व्यक्तिले पनि हामीलाई भन्नु चाहिँ तर त्यो चाहिँ एउटा कतिपयले चाहिँ नाटक भनौँ न आफू भनौँ न माथि भनौँ न यो चर्चामा आउनको लागि पनि हालेको रहेछ जस्तै टिपा चाहिँ कसको नाम टिपा छ भने त्यो बेला त्यो हेमराज थापा भन्ने एउटा व्यक्ति छ त्यो अभियन्ता भन्दो रहेछ आफूलाई होइन त्यो व्यक्तिको समूहले हालेको भनेर चाहिँ भन्दो रहेछ तर त्यो मैले पछि जुन कानुन व्यवसाय जो हुनुहुन्छ उहाँहरू बुझ्दाखेरि चाहिँ यो चाहिँ खास उनीहरूले भने मात्रै हो तर यो चाहिँ सरकारी मुद्दा हो व्यक्तिले हालेको होइन भन्ने कुरा चाहिँ भएको थियो जस त्यो विषयमा भनौँ न त्यहाँसम्मको बाटो तय हुन्छ भने थाहा थिएन भनौँ न त्यो कानुनी रूपमा यस्तो पछि गएर थाहा भयो होइन संलग्न भएपछि अप्ठ्यारो पार्दो रहेछ अरू साथीहरूले पनि भन्ने कुरो चाहिँ थाहा भयो मैले त्यो बेला त अलिकति त्यो जोस भनौँ न अलि कति वर्षको उमेर थियो त्यो बेला उमेर सानै थियो 3-4 वर्ष भनौँ 3-4 वर्षै भयो 3-4 वर्ष अगाडिको कुरा हो त्यो अब अलिकति उमेर त ठुलै भइसक्यो त 22-23 वर्षको मान्छे त सानै हो नि 22-23 भने तर सानै हो नि अलिकति अपरिपक्वै हो जोसिलो होइन त्यो उमेर भनौँ त्यो कन्सेप्ट चाहिँ आफैले ल्याएको कि के आफैले बनाएको थियो त्यो भिडियोमा त्यो जुन त्यो कन्सेप्ट थियो नि सबै कन्सेप्टै मेरो हो गीत सबै कन्सेप्ट गीत लेखन थियो गीतले त्यही कुराहरू मागिरहेको भएर चाहिँ मैले के साथीहरूले नगर्नु भन्ने कुरो चाहिँ आएको थियो होइन ठिक चाहिँ गरिसक्यो अथवा भिडियो सुट भएर पनि त्यो क्लिप चाहिँ हटाइदिनु है भन्ने कुरा चाहिँ गर्नुभएको थियो होइन ठिक छ मैले जे सजाय भोग्छु म भोग्छु यो कुरा चाहिँ जे होस् अब बहसमा आउनुपर्छ यसको लागि चाहिँ हामी लड्नको लागि एउटा प्रेरित गर्नुपर्छ हाम्रो समुदायलाई अथवा यो देशको 80% हिन्दू मूलवासी मङ्गोल समुदायको भावी सन्ततिलाई भन्ने हिसाबले चाहिँ गरेँ जस भनौँ न अब त्यो कुराहरू धेरै भोग्यो होइन निकै जेल सजाय मतलब जेल पनि बस्यो होइन त्यो गर्दाखेरि होइन जस्तो कतिपय साथीहरू होइन भाइसँगै त्यो उसमा चाहिँ त्यो गीत सङ्गीतमा एट्याच भएको भनौँ न स्टुडियोदेखि लिएर अथवा त्यो क्यामेराम्यानदेखि लिएर एडिटिङ गर्ने साथीहरू समेत चाहिँ त्यो उसमा पऱ्यो नि होइन त्यो चाहिँ के लाग्छ जस्तो होइन त्यो चाहिँ भाइले होइन
त्यो सोचेको थियो त्यो उनीहरू पनि त्यसरी त्यही केसमा इन्भल्भ गरेर चाहिँ उ गर्दाखेरि कस्तो लाग्यो आफूलाई चाहिँ पर्सनल्ली कस्तो लाग्यो भाइले? एकदम दुःख भनौँ पछुतो भनौँ न त्यो आफ्नो मेरो अज्ञानतावश भएको हो नि त यो त अब भनौँ न मैले आफ्नो भुल प्रायश्चित गरेँ साथीहरूलाई पनि अहिले पनि म उहाँहरूको फ्यामिली उहाँहरू सबैले सम्झिरहेको हुन्छ जस अब क्षमा चाहन्छु भन्छु यहीँबाट तपाईँको सोबाट होइन जस दुःख लागेको थियो अब साथीहरूको हुनु निन्याउरो अनुहार देख्दा होइन मेरो कारण यस्तो हुँदा म सकेसम्म अरूलाई नराम्रो बोल्नु हुँदैन नराम्रो गर्नु हुँदैन भन्ने एउटा स्वभावको मान्छे त्यस्तो हुँदा चाहिँ एकदमै मलाई पनि अप्ठ्यारो भयो म एक्लै परेको भए त मैले जस्तोसो फेस गर्थेँ होला सबै साथीहरू पर्दा झनै अप्ठ्यारो पऱ्यो कि साथीहरूले त्यही खालको टचर भित्र पनि उहाँहरू आफै के त्यो बयान जुदाउने साथीहरू भनौँ न झैझगडा गर्ने खालको त्यो वातावरणहरू भइरहन्थ्यो म चाहिँ जस्ट सम्झाउँथेँ उहाँहरूले स्टिल तपाईँहरूलाई छुट्याउने हिसाबले बयान दिन्छु म सकेसम्म सब कुराको म जिम्मा लिन्छु बरु तपाईँहरूले जबरजस्ती काम लगाएको भन्ने खालको बयानहरू दिनुहोस् म सबै स्वीकार्छु बरु त्यो हिसाबले भने साथीहरूले पनि जस त्यति बेलाको चेनहरू भनौँ न एकदमै दर्दनाक भनौँ न होइन आफू पनि एकदमै पीडामा साथीभाइ पनि त्यस्तै पीडामा देख्दा झनै कि म अझ अलिकति एकान्त प्रेमी अलिकति त्यस्तो व्यक्ति अब त्यो हुलोजत भनौँ न त्यस्तो कतिजना समातेको थियो त्यो बेला? 10 जना चाहिँ पक्राउनै परेको थियो के कुन उसको कसरी 10 जना के भएर चाहिँ समातियो? एउटा ब्याक भोकल दिनुहुने बहिनी हुनुहुन्थ्यो अरुणा थामी मङ्गोल गायिका पनि हुनुहुन्छ मभन्दा सिनियर अथवा केन्द्रीय सदस्य हुनुहुन्थ्यो त्यस्ताका अहिले चाहिँ उहाँले सङ्गठन छोड्नुभयो के गर्नुभयो अहिले आजभोलि खासै सम्पर्कमा छैन जस उहाँ भयो अब अरू त भिडियोमा बस्ने साथीहरू अनि क्यामराम्यान भयो होइन अनि एडिटिङ सम्पादन गर्ने अनि स्टुडियोको विशेष गरी प्रयास दाइ सम्झिरहेको हुन्छ तपाईँहरूलाई होइन जस अब सम्पर्क नभए पनि जस उहाँको चाहिँ थुप्रै नोक्सान भयो भनौँ न बरामद भएको सामानहरू पनि फिर्ता दिएन होइन अझै पनि दिएको छैन है? दिएको छैन अरे भन्ने सुने हो मैले चाहिँ हाम्रो पनि दिएको छैन स्टिल दिएको छैन मोबाइलहरू के होइन जस सबैले सम्झिरहेको हुन्छ मैले जस त्यो एउटा त्यो भनौँ न त्यो केस होइन कता कतिपय साथीहरूको चाहिँ टर्निङ पोइन्ट जस्तो पनि बनेको जस्तो लाग्छ कि लाइफमा जस्तो जुन फ्लोमा उनीहरू गइरहेको थियो नि त्यस्तो कहिलेकाहीँ लाग्छ भाइले? मैले देखेको चाहिँ मलाई महसुस भएको जस्तो जुन उसमा परेको थियो त्यो साथीहरू चाहिँ मसँग नि नजिक छ नि जस्तो प्रयासहरू भयो अनि अरू त्यो केससँग नि अझ नजिकै थियो हामी धेरै होइन नजिकबाट नि हामीले पनि धेरै उ गरेका थियौँ त्यसले गर्दाखेरि कतिपय साथीहरूको चाहिँ त्यो केसपछि त्यही भने नि गरिखाने एउटा भाँडा होइन त्यो बरामद हुँदाखेरि एउटा करियरमा चाहिँ कता उ भएको जस्तो नि लाग्यो कि मलाई चाहिँ भाइलाई कस्तो लागेको थियो त्यो है? अरूले चाहिँ खासै थाहा भएन होइन मैले देखेको चाहिँ प्रयास दाइलाई चाहिँ थुप्रै ठुलै नोक्सान भयो उहाँले म त सडकमै आएँ भाइ भन्दै हुनुहुन्थ्यो पछि भेटेँ उहाँलाई होइन के भन्नु होइन अब कानुनी राज्यमा बसेपछि कानुनलाई मान्नै पर्दो रहेछ अब मैले त्योसम्म सोचेको थिएँ त्यो बेला पनि स्टिल मलाई रेकर्डिङ गर्ने बेला पनि भन्दै हुनुहुन्थ्यो भाइ यो त खतरै रहेछ अलिक गाह्रो भन्थ्यो क्या हो भन्दै हुनुहुन्थ्यो अनि के पऱ्यो भने म छु नि दाइ सबको जिम्मेवारी मै छु भन्ने हिसाबले लिन्थ्यो जस त्यो योगदानहरू चाहिँ अब भविष्यले सम्झेला होइन अब यो कुराहरूको इतिहासमा बस्ला भनौँ न होइन जस अब त्यो योगदान चाहिँ खेर जाँदैन यो कुरा चाहिँ अब हेरिरहन्छ भावी पुस्ताले भनौँ केही भयो त्योभित्र जस्तो होइन अब केही कुराकानीहरू त्यस्तो होइन सम्झना लागेको कुराकानी कस्तो थियो त्यो भित्र त्यो बस्ने बेलामा होइन कस्तो खालको कुराहरू आउँथ्यो जस्तो भित्र बसेपछि त बाहिरको कुरा त थाहा हुँदैन अनि एकतिर यता अभियान पनि चलाएको थियो होइन राजेन्द्रजीले चाहिँ रिहाई गर्नुपर्छ भनेर एउटा खालको चाहिँ भनौँ न त्यो अभियानै चलेको थियो बाहिर त त्यो भित्र बस्ने मान्छेले चाहिँ कस्तो हुँदो रहेछ जस्तो होइन त्यसरी अभियानहरू चलाइरहेछ अरे अनि यो चाहिँ घ्यालजेनले गलत गर्यो भन्ने त्यति नै थियो सही गर्यो भन्ने त्यति नै थियो होइन भित्र बसेर सोच्दाखेरि चाहिँ कस्तो खालको सोचाइहरू आउँदो रहेछ? सोचाइ त त्यही हुँदा मैले त के सोचेको थिएँ भने
मलाई त्यो बेला नि त्यति विश्वास चाहिँ थिएन कि मलाई जेलै पुर्याउला यो कुराले भन्ने त्यो बस्दा तागत पनि के 25 दिनसम्म अनुसन्धानमा राख्छ त्यसपछि भनौँ न सुनवाई हुन्छ हाम्रो मुद्दाको विषयमा भन्ने कुरा चाहिँ त्यहाँ भन्नुभएको साथीहरूले अथवा त्यहाँको वकिलहरूले सरकारी वकिलहरूले पनि अनि त्यस्तो भन्दाखेरि अब भनौँ न कि कस्तो महसुस भन्नु खै त यार भनौँ न साथीभाइहरूले त्यो खालको अभियान पनि चलाउनु यो चाहिँ मैले अपेक्षा गरेको कुराहरू थिएन खास चाहिँ होइन मैले चाहिँ यो एकदमै नियोजित ढङ्गले गरेको कुराहरू थियो कि योजनासहितै गरेको कुरा थियो मेरो भाइ तपाईँले चिन्नुहुन्छ होला अनुज भाइ अहिले भनौँ न म सँगसँगै म्युजिक क्षेत्रमा पनि लागेको भाइ हो होइन मेरो आफ्नै भाइ हो अनि उसलाई चाहिँ के भनेको थियो भने अहिले अवस्था एकदम गाह्रो छ त्यो बेला लकडाउन होइन अवस्था एकदम निकै गाह्रो थियो अब हावाजाहाज बन्द जस्तै थियो ठप्प जस्तै थियो अनि त्यो हिसाबले पनि भाइलाई चाहिँ अलिक सेफ ठाउँमा बस म साथीको म बस्छु यहाँ भ्यालीमै बसेको म साथीकोतिर हरि तामाङ छ उहाँलाई पनि सम्झिएर आउँछ सोबाट सम्झिन चाहन्छु उहाँको फ्यामिली उहाँलाई पनि त्यो अप्ठ्यारो समयमा मलाई घाँस बाँस दिएर साथ सहयोग दिनुभएको थियो अन्तिम समयसम्म साथ दिनुभयो अहिले पनि त्यो भनौँ न साथीको रूपमा होइन बोलचाल गर्छौँ जस त्यो बेला प्लानसहित योजनासहित गरेको थियो भाइ पनि पक्रेछ क्या थाहै भएन मलाई त होइन अनि भाइ पक्रेको भने मलाई थाहा थिएन अरू साथीहरू पक्रेको पनि थाहा थिएन त्यो क्यामेराम्यान पक्रेको भन्ने कुरा चाहिँ अलिअलि त्यो न्युजतिर सुनिया हो फर्स्टमै सुनिया हो अरू पक्रेको भन्ने कुरो चाहिँ थाहै थिएन म जाँदा त लगभग सबै जस्तो पक्रिसकेको छ ज्वाइँ मेरो गाउँको एकजना सन्तबहादुर हुन्छन् भाइ बन्ने भाइ अनि ज्वाइँ मिमबहादुर घुम्छन् उहाँहरू समाएको भन्ने कुरो चाहिँ उहाँलाई समाएको भन्ने कुरो चाहिँ मैले सुनेको थियो घरबाट पनि फोन गरेको थियो त्यही अब त्यो बेला मेरो भान्जा पनि एकदम सानो थियो होइन अनि उनीहरूको भविष्य अनिश्चिततर्फ डोरिन्छ भनौँ न त्योतर्फ दौडिन्छ यो कुराले भनेर नै म चाहिँ अन्डरग्राउन्ड बस्न चाहेन जस अब किन मेरो कारण अरूले किन दुःख दिने भन्ने हिसाबले सकेसम्म उनीहरूलाई छुटाउनै पर्छ सबै कुराको जिम्मेवारी लिएर जिम्मेवारी लिएर त्यो हिसाबले लिएँ अनि त्यो हिसाबले म अन्डरग्राउन्ड नभइकन पब्लिक भयो सार्वजनिक भयो अनि त्यो गरेँ त्यो सबै योजनासहित गरेको थिएँ अब केही आर्थिक समस्या अथवा केही त्यसै मुद्दा मामिलै खेप्नु पऱ्यो अथवा त्यो खालकै गर्नु पऱ्यो भने अब मेरो नाना विदेश हुनुहुन्छ युएतिर हुनुहुन्छ अनि नानालाई भन्नु केही पैसा समस्या पऱ्यो अथवा केही आर्थिक समस्या पऱ्यो भने भन्नु अनि यो मुद्दाले तिमीले ह्यान्डल गर्नुपर्छ घरको फ्यामिली सबै गाउँतिरै हुनुहुन्थ्यो त्यो बेला लकडाउन बेला होइन त्यो बेला आउने अवस्था पनि थिएन तिमीले ह्यान्डल गर अथवा मैले केही साथीहरूले पनि भनेर राख्छु उनीहरूले हेल्प गर्छ तिमीलाई भनेर भनेको थियो अनि त्यो केस त्यो भनौँ न म सरेन्डर गरेर गएँ आत्मसमर्पण गरेर गएँ त्यसपछि भनौँ न त्यो चौकीमा छिरेपछि त्यहाँ हिरासाथ छिरिसकेपछि चाहिँ त्यहाँको खानपिन यहाँ त्यहाँ देखेर चाहिँ एकदमै हरेस खाएँ क्या मैले अब आफूसँग गोजीमा त्यही 2-3 हजार थियो साथीहरू सबै त्यो अन द स्पोट समातेर ल्यायो कहाँ पैसा यसरी ल्याउनु भ्याउँदैन नि पैसा भने जस्तो पैसा थिएन अनि अलिअलि त्यो भनौँ न अम्लेट सम्लेट खाँदै पैसा खाजा खाँदै पैसा सघाउनु थालिसक्यो अनि बाहिर आएर आङ्काजी शेर्पाजी हुनुहुन्छ होइन उहाँहरूको अब यहाँ उहाँहरूको राजनीतिक आस्थासँग मेरो कुनै लिनदेन त छैन म उहाँहरूको आस्थाप्रति समर्पित व्यक्ति पनि होइन तैपनि उहाँ आउनुभएछ अनि उहाँले त्यो बेला 5,000 पैसा छोड्नु भयो क्या त्यो बेलासम्म पनि के थियो भने अब मैले के हिसाबले पनि लिएँ साथीभाइहरूले सल्लाह गरेँ अब त्यो बेला यसरी पनि लिएँ मैले अब के गरी तत्काल छुट्यो भने अब गाडी चढ्ने पैसै भएन भने कसरी चाहिँ हिँड्नु होइन त्यही माथि अवस्था त अलिकति खुलियाम हिँड्ने समय पनि थिएन नि त होइन म त अनि ट्याक्सी चढ्नु पैसै हुँदैन भयो भने मैले थाहा पाएँ क्या अनि पछि गएर झन् अब अभियानै चलाएछ यहाँ त्यहाँ भन्यो साथीभाइ सल्लाह गर्दा त भने ठिक छ यो कुरा चाहिँ अब सबै मिलेर खाउँ आएको पैसा हिरासतभित्र त्यही सल्लाह भएको अनि निस्केपछि कति पर्छ होइन म
आधी जस्तो म बेहोरे पनि बाँकी चाहिँ साथीभाइहरूले पनि यसो हेल्प गरिदिनु उहाँहरूको साथ सहयोग पनि पर्सनल होला सम्भवतः मैले त विदेशबाट आएको यहाँ त्यहाँ भन्ने कुरो थाहै थिएन नि त होइन त्यसरी लिएको थिएँ पछि गएर त होइन अब होइन देश विदेशबाट त्यस्तो अभियान चलाएको छ भन्ने भएपछि होइन मैले नकार्न सकेन त्यो कुराहरू जस उहाँहरूको साथ सहयोगको म सधैँ ऋणी रहन्छु भनौँ न त्यो बेला चाहिँ त्यही योजनासहितै गरेको थियो तर योजना विफल भयो भनेर भाइले नै समातेपछि यहाँ सबै योजना चकनाचुर भएको क्या नभए चाहिँ म त्यो हिसाबले कानुन हिसाबले लड्नुपर्ने भयो भने जे जस्तै भयो भने म आफै लड्थेँ मेरो आफ्नो भन्ने मान्छेहरू सबै समाएपछि चाहिँ अलिक अप्ठ्यारो परे हो त्यो बेला जस अब उहाँहरूको साथ सहयोगलाई मैले नगार्नु खोजेको त होइन जस साथ सहयोग गर्नुभयो त्यसको लागि त म आभारी छु जस त्यो कुरा चाहिँ मैले अब मलाई यसो लाग्यो फेरि मैले पर्सनल व्यक्तिगत मैले आफ्नो लागि लडेको भए आफ्नो लागि आफ्नो कारणले अथवा परेको हो त्यो अलग कुरा मैले त यो समाज देशको निम्ति गरेको कुरा हो उहाँले त्यही हिसाबले लिनुभयो होला भन्ने हिसाबले पनि त्यो कुराहरू स्वीकारेर चाहिँ जस मलाई सजिलो भयो भनौँ फ्यामिलीलाई त्यति भार पऱ्यो आर्थिक भार परेन नि त जस्तो छ नि अब एउटा हिपहप जर्न होइन जुन उसमा लागेको छ होइन त्यो अब हिपहप आफैमा एउटा पावरफुल चाहिँ त्यो छ होइन त्यसको शब्ददेखि लिएर त्यसको जुन प्रस्तुति समेत अलिकति होइन एग्रेसिभ टाइपको पावरफुल टाइपको अनि त्यो जुन गाउने मान्छे पनि त्यस्तै स्वभावको हुन्छ नि हल्का अब अझ त्यो गीत गाउन स्टेजमा चढ्दै चाहिँ होइन गाँजा साँजा हानेर होइन पुरा रक्सी सक्सी हानेर गाउने खालको गीत थियो अनि यो त्यही भित्रबाट होइन मङ्गोल हप भन्ने हिपहप होइन मङ्गोल हप हिपहपै हो कि मङ्गोल हप के हो त यो दुइटाको के हो यो यस्तो यो कुरामा चाहिँ कतिले भ्रम हुन्छ हिपहप भनेको चाहिँ अब यो एउटा कल्चर हो क्या यो भित्र पनि थुप्रै सब जनरहरू उपविधाहरू हिपहप एउटा कल्चर भयो त्यो भित्र पनि धेरै विधाहरू हुन्छ क्या जस्तै बिबोइङ कुराहरू आउँछ ग्राफिटिङको कुराहरू आउँछ अनि अब एमसिङ भनेर चाहिँ यो ऱ्याप चाहिँ उपविधा हो क्या खास चाहिँ ऱ्याप चाहिँ म्युजिक जनर हो त्यसकै हिपहपकै अब यो चाहिँ अब युएसबाट भनौँ न अमेरिकाबाट दोस्रो विश्वयुद्ध पछाडि अमेरिका पावरफुल भयो नि त होइन त्यसपछि त्यहाँको ब्ल्याक कम्युनिटीहरू पनि अलिकति चेतनशील भएर निस्क्यो त्यति बेलाको त्यो जुन फर्स्ट एडहरू थियो नि जुन अब डोमिनेटमा परेको कुराहरू चाहिँ व्यक्त गर्ने क्रममा चाहिँ यो कुरा यो ऱ्याप म्युजिक यो हिपहप भन्ने कल्चर चाहिँ उनीहरूले सुरुवात गरेको ब्ल्याक पिपुलहरूले अब निग्रोइड पिपुलहरूले सुरु गरेको हो यही कुरा चाहिँ अब नेपालमा कति हिपहपको कुराहरू आउँछ म चाहिँ हिपहपको किङ यहाँ त्यहाँ भन्ने कुराहरू गर्छ कतिले होइन तर कतिले थाहा हुँदैन कि यो चाहिँ एउटा रेसियल डिस्क्रिमिनेसन अथवा कलर डिस्क्रिमिनेसन विरुद्ध सुरु भएको रङ्गविभेद विरुद्ध सुरु भएको म्युजिक जनर थियो अथवा कल्चर थियो भन्ने कुरा चाहिँ कतिले थाहै छैन क्या किनकि अब यो मलाई लाग्छ यो विषयमा अब नेपालमा पनि छ नि त स्टिल होइन 20% हिन्दू आर्य बाहुन क्षेत्रीले त हामीलाई अझै डोमिनेट गरिरै राखेको छ नि त होइन कानुनी रूपमा होस् हर क्षेत्रमा आर्थिक शैक्षिक रूपमा नि त्यसरी कतिले बुझेकै छैन यो विषयमा चाहिँ अहिलेसम्म त्यो मलाई लाग्छ हामी बाहेक हामी 2-3 जना छौँ हामी बाहेकले चाहिँ कसैले बोले जस्तो लाग्दैन म्युजिक अथवा म्युजिकली अरू जनरबाट गर्नुभएको छ अवरोज दायाहरूले होइन उहाँहरूले पनि सम्मान छ तर ऱ्याप म्युजिकबाटै चाहिँ हामीले सुरुवात नेपालमा चाहिँ रेसियल डिस्क्रिमिनेसन अथवा वंशवेदी नीति अथवा वर्णवेदी नीति विरुद्ध बोल्ने कलाकार चाहिँ हामी नै हो अब यदि हिपहपलाई आफूले सम्हालिरहेछ अब हिपहपको एउटा ओइलाई चाहिँ आफूले मैले समातिरहेछौ भन्ने एउटा त्यो खालको भनौँ न ठाउँ लिन चाहनुहुन्छ भने साथीभाइहरूले यो चाहिँ बुझ्नु पऱ्यो क्या नेपालमा पनि स्टिल रेसियल डिस्क्रिमिनेसन छ वर्ण विभेदको नीति छ यो विरुद्ध चाहिँ बोल्न सक्नु पऱ्यो क्या जस्तो लाग्छ मलाई चाहिँ यो भन्दै गर्दाखेरि जस्तो छ नि हाले यो जस्तो नेपालमा त हिपहप अथवा ऱ्याप भन्ने बित्तिकै त मुख छाड्ने टाइपको होइन अनि
जे पनि बोल्ने मिल्ने त्यो चाहिँ जे पनि बोल्न मिल्ने टाइपको कुरा होइन। अनि त्यसमा चाहिँ अब अरू कुरा कस्तो भने जस्तो अब एकदम छाडा बोल्ने चाहिँ हिपहप अथवा ऱ्याप भन्ने चाहिँ अहिले ठ्याक्कै सबैको नेपालीहरूको दिमागमा त्यो आइसकेको छ। खास त्यो यो हिपहपले बोक्ने त्यो कुरा होइन भन्न खोजेको हो कि त्यो त्यही कुरा त्यो हुन्छ दाइ स्ल्याङ वर्डहरू मतलब असभ्य भन्छ होइन, अश्लील भन्छ। त्यो कुराहरू चाहिँ यस्तो छ हामीले यही समाजबाट सिकेको हो नि त त्यो अश्लील शब्द जुन अश्लील भन्दाखेरि नि यस्तो पनि छ क्या अब कुनै पनि वर्डलाई चाहिँ कतिले घुमाइ फिराइ भनिरहेको हुन्छ भने हामीले एज अ ऱ्यापरहरूले चाहिँ स्ट्रेट भन्छ क्या। त्यो हिसाबले पनि भएको होला। अब घुमाइ फिराइ भन्नुभन्दा स्ट्रेट भन्ने अथवा जुन भनौँ न अब चल्तीको भाषामा जे बोलिरहेको हुन्छ अथवा साहित्यिक भाषामा भन्दा पनि साहित्यमा लागेको साथीहरूले त घुमाइ फिराइ भनिरहेको हुन्छ नि, हामीले चाहिँ स्ट्रेट भन्छौँ क्या। त्यो पनि भएको होला सायद। अघिको कुरामा के अब जस्तो यही वरिपरि बस्दाखेरि जस्तो यो हिपहप जर्ना जुन हिसाबले आयो होइन, कोही मान्छे चाहिँ हेपिएको छ, पेलिएको छ, पिछडिएको छ भने आफ्नो कुरालाई चाहिँ सङ्गीत मार्फत अथवा त्यो हिपहपको जर्नाबाट चाहिँ बाहिर ल्याउने व्यक्त गर्ने कुरा रह्यो होइन। अनि त्यसमा जस्तो अब धेरै कुराहरू छ अब त्यो अब अछुतको कुराहरू होइन, त्यो पनि एउटा खालको चाहिँ एउटा चाहिँ हेपिएको पेलिएको समुदायको कुरा अथवा त्यो छ नि त, हामीभन्दा नि अझ पछाडिको अथवा त्यस्तो समुदायहरू पनि छ स्टिल होइन, नेपालमै पनि छ त्यस्तो। त्यसलाई चाहिँ कसरी बोक्न सक्छ त कि हिपहपले जस्तो होइन, मङ्गोल हपले कसरी बोक्न सक्छ जस्तो लाग्छ? मेरो धारणा चाहिँ के हो भने नेपालमा मैले देखेको समस्या तिनवटा समस्या छ है। पहिलो त प्रमुख त भनौँ न वर्ण विभेदको समस्या हो यहाँ विभित्र होइन। त्यसपछि वर्ग विभेद पनि छ अनि लैङ्गिक विभेदको कुराहरू पनि छ। यो तिनवटा समस्या छ क्या। यो वर्ग विभेद अथवा धनी गरिब बिचको असमानतालाई त जसले पनि विरोध भनिरहेको हुन्छ गीतबाट होइन। लैङ्गिक विभेदको विरुद्ध पनि बोलिरहेको हुन्छ ऱ्यापरहरूले। तर रेसियल डिस्क्रिमिनेसन विरुद्ध चाहिँ बोलेको अथवा वर्णभेद नीति विरुद्ध बोलेको मान्छेहरू चाहिँ कमै छ। अब छँदै छैन भन्दा नि हुन्छ हामी बाहेक अहिलेको लागि चाहिँ होइन। भोलि त निस्किन्छ जसो तसो होइन। अब यो कुरालाई चाहिँ भनौँ न यो कुराको हल अथवा हामीले यो कुरालाई चाहिँ हामीले अगाडि ल्याएर समाजलाई जस्तोको तस्तै चित्रण गर्न नसकेसम्म चाहिँ यो हिपहप आफूलाई हिपहप लभर अथवा हिपहपको एउटा फ्यान अथवा म ऱ्यापर हो भन्न अलिक सुहाउँदैन जस्तो लाग्छ। किनकि यो विषयमा पनि अब बुझ्नु जरुरी छ नेपालको ऱ्यापरहरूले। जस्तो अब भिटेनहरूको कुरा भयो, धेरै नाम चलेको दोङहरू भयो होइन, धेरै छन् अहिले अब जिपअप भनेर आइरहेको छ होइन। उनीहरूले बोक्नुपर्छ भन्ने कुरा हो यस्तो कुराहरू होइन। आफ्नो धारणा हो, मान्छेको दृष्टिकोण हुन्छ नि सीमित। हाम्रो दृष्टिकोण जति फराकिलो हुन्छ उति नै हाम्रो कर्तव्य पनि फराकिलो हुँदै जाने हो। दृष्टिकोण सीमित भयो भने हाम्रो कर्तव्य पनि सीमित हुने नै हो होइन। उहाँहरूले चाहिँ यो थाहा छ कि अघि छुवाछुतको कुरा पनि गर्नुभयो। नेपालमा दलितहरू भनेको चाहिँ यो देशकै मङ्गोल वंशज हो भन्ने कुरा चाहिँ हामीले पनि भनिरहेको छौँ। यो चाहिँ यो कुरा दलितहरूको यो छुत अछुतको समस्या त संविधानले हल गरिसकेको छ। तर यो व्यवहारिक रूपमा चाहिँ सतहमा चाहिँ त्यो खालको व्यवहारिक कुराहरू चाहिँ कार्यान्वयन भएको छैन, त्यो अलग कुरा हो। तर यो कुरालाई चाहिँ संविधानले स्पष्ट सम्बोधन गरिसकेको छ, यो चाहिँ सामाजिक अपराध हो भन्ने कुरा चाहिँ अब सम्बोधन भइसकेको छ। तर यो देशको जुन दलित भनिने अथवा अछुत कहलाएका हिन्दू समाजमा अछुत बनाएका कामी दमाई सार्की अन्य समुदायले चाहिँ हामी मङ्गोल हौँ भन्ने खालको भावना नआएसम्म चाहिँ यो कुरो चाहिँ रहन्छ जस्तो लाग्छ। किनकि आफू हिन्दूभित्र रहिरह्यो भने त त्यो कुरो त आउने नै भयो क्या। हुन चाहिँ अहिले धर्म परिवर्तनहरू गरेर चाहिँ कतिपयले त्यो खालको समानता भनौँ न त्यो पाइरहेको होला व्यवहारिक रूपमा भनौँ न त्यो समान त्यो एउटा समुदायभित्र एउटा समूहभित्र भनौँ न समान अस्तित्व पाइरहेको होला। तर यो कुरा चाहिँ हामीले आफू हिन्दू मूलवासी मङ्गोल हौँ भनेर चाहिँ आफूले गर्व गर्न सक्ने अवस्था नरहेसम्म चाहिँ यो कुरा चाहिँ रहन्छ। हामीले स्टिल पनि हामीले पनि गर्छ। यो देशको जुन अछुत बनाएको समुदायलाई चाहिँ हामी एउटै दाज भयो है, हामी एउटै वंशबाट आएको हौ भन्ने कुराहरू चाहिँ हामीले
महसुस नगरेसम्म अथवा यो कुरा नबुझेसम्म चाहिँ हामीले स्टिल अब हामी बुद्धिस्ट भन्छौँ अथवा क्रिस्चियन भन्नेहरूले पनि गर्ला, अरूले पनि गर्छ क्या त्यो छुत अछुतको व्यवहार चाहिँ। तर त्यो कुराहरू चाहिँ बुझ्न आवश्यक छ। यो देशको 80% हिन्दू मूलवासी मङ्गोलभित्र चाहिँ नेपालमा दलित कहलाएका अथवा अछुत कहलाएका समुदायहरू पनि पर्छन् भन्ने कुराहरू चाहिँ थाहा नपाएसम्म चाहिँ स्टिल बाहुन छेत्रीले मात्रै गर्छ भन्ने कुरा होइन, हाम्रो समुदायले पनि गर्छ कि। जस यो कुरा चाहिँ अब उहाँहरूले पनि बुझ्न आवश्यक छ अथवा अब अरू समुदायको भनौँ न मङ्गोल समुदायले पनि बुझ्न आवश्यक छ। अहिले कस्तो खालको चाहिँ जस्तो मङ्गोल अपबाटै चाहिँ केही त्यो क्रिएसनहरू त्यसपछि त्यो जुन त्यो गीत त्यो बेलाको गीत आयो त्यो कन्ट्रोभर्सीमा परेको गीत त्यसपछिको गीतहरू कस्तो कस्तो ल्याएको छ भाइले? होइन मेरो गीत सुन्नेहरूलाई चाहिँ थाहा होला। जस अब यस्तो त अहिले चाहिँ समाजसँगै जोडिएका कुराहरू अथवा मेरो जीवनसँगै जोडिएको कुराहरू चाहिँ गरिरहेको हुन्छ अहिले चाहिँ। अहिले आउट भइरहेछ त्यही युट्युब च्यानल चाहिँ त्यही छ? त्यही छ, च्यानल चाहिँ त्यही छ। जस पहिलाको भिडियो चाहिँ हटाएछ, अब फिर्ता गर्न सकिने कुरा होइन। फेरि पहिलेको भिडियो चाहिँ हटायो मतलब आफैले हटायो कि त्यो पछि त्यहाँ गएर हटाउन लगायो कि लगाएन, के भयो त्यो विषयमा? यस्तो भएछ त त्यो बेला त म जाँदा त मैले हटाउनुको पनि थिएन, हटाउँदैन पनि थियो मैले। जस म भित्र परिसकेपछि सतभित्र परिसकेपछि चाहिँ डिलिट गरेछ अथवा रिपोर्ट गरेपछि त्यो डिलिट गरिदियो, थाहै भएन। जस डिलिट चाहिँ म भित्र छिर्सिएपछि गरेछ थिएन तर थाहै भएन होला नि भित्र होइन, थाहै भएन। बाहिरको कुरा अब त्यो केही चलाउन पाउने कुरो भएन होइन त्यो भित्र त। पछाडि साथीहरू छुटिसकेपछि डिलिट गरिसकेछ भिडियो त छैन भन्ने कुरा भने फोन गर्दाखेरि ठिक छ। भिडियोहरूमा कि मैले इन्टरभ्यू लेखेकै भिडियोमा पनि कि भाइको भिडियो जुन बेला ल्याएको थिएँ नि त्यो सरेन्डर गर्नुभन्दा अगाडि मसँग एउटा चाहिँ बाइट दिएर जाँदाखेरिको भिडियोहरूको त्यो कमेन्टहरू पनि हेर्छु कि मलाई पनि गाली गर्छ कि यो चाहिँ यस्तो खालको पत्रकार होइन, यस्तो खालको यो चाहिँ यो पनि यस्तो खालको हो भनेर मलाई नि खुब गाली आएको छ क्या त्यो भिडियोमा। अहिले नि हेर्दाखेरि छ त्यो कुराहरू, त्यो कस्तो कस्तो लाग्छ क्या मलाई। अनि त्यही त अब यो कुराहरू रह्यो अब गीत सङ्गीतसँगको कुराहरू होइन। जस्तो अहिले केही एउटा होइन भाइको नयाँ क्रिएसन चाहिँ एउटा होइन सुनाउँछु भनेर यो बिचमा ठ्याक्कै यो कुरा गर्दै गर्दै यो किनभने अब हामी अर्को उसमा पार्टमा जाउँ किनभने यो अब झन्डा जलाको यो मङ्गोल हबको विषयको कुराहरू लगभग स्पष्ट भयो के हो मङ्गोल हब भनेर पनि होइन। अरू ऱ्याप जर्न कस्तो हुनुपर्छ भन्ने कुरा पनि भइहाल्यो आफ्नो धारणा। त्यसमा अहिले हाम्रो भिडियो हेर्दै गर्नु हुँदाखेरि अलिकति भाइको अहिलेको एकदम सुनाउन लागेको एउटा त्यस्तै टाइपको डिस्क्रिमिनेसन भएको एउटा होइन कम्युनिटीको लागि अथवा त्यो एउटा छ भने थोरै शब्दसहित ऱ्याप भन्नु पऱ्यो भाइले, ऱ्याप कि ऱ्याप? यस्तो छ त अब अहिले गाँजाको वैधानिकता बारे के कुराहरू पनि आइरहेछ बाहिर होइन। जस अब अस्ति बजेट भाषणमा त्यो वक्तव्यहरू पनि आएको कि अरे नीतिमा अर्थमन्त्रीज्यूले त्यही विषयमा हाम्रो जुन बागमती 3 हो, बागमती गाउँपालिका 3 नम्बर वडा भनौँ न होइन, त्यो ठाउँ भने चाहिँ अलिकति ओपन वुड जोन जस्तै अब खुल्ला गाँस क्षेत्र जस्तै हो कि त्यहाँ पनि मजाले खेती गरिरहेको हुन्छ। किन ढाड्नु होइन, मैले पनि यसपालि रोपेको थिएँ। अनि मैले चाहिँ प्रत्यक्ष थाहा भयो क्या यो भित्र चाहिँ कस्तो चलखेल हुँदो रहेछ। स्थानीय सरकार त्यहाँको माताहरूको अब पुछ्रे नेताहरू भनौँ न होइन तिनीहरूको अनि प्रहरी भनौँ प्रहरी प्रशासनको हरकत अनि त्यो देखेपछि चाहिँ मलाई नि कस्तो भनौँ न मनमा ठ्याक्क लाग्यो क्या। अनि त्यो विषयमा एउटा गीत लेखाएको थिएँ। यो गीत चाहिँ फेरि त्यो बेलै मैले पहिला नै सानो मोबाइलबाट यसो भिडियो गरेर हालिदिएको थिएँ। त्यो बेला त्यो इलाका प्रहरी कार्यालयको इन्सपेक्टर तहको मान्छेले नि यो भिडियो चाहिँ हटाउन है पछि अप्ठ्यारो पर्छ तपाईँहरूलाई भन्ने कुराहरू मलाई डाइरेक्ट भनेन, जस त्यहाँ खेती गर्ने किसान साथीहरूलाई चाहिँ अपडेट गराएछ त्यहाँको स्थानीय तहको नेताहरूलाई पनि। अनि त्यो हटाउनु भने हटाइदिएको थियो। यो गीत चाहिँ अब मैले ल्याउने तयारीमा थिएँ। जस अब बिस्तारै अब यसको वैधानिकता बारे अब पूर्ण रूपले खुला त गराएन। जस अब नीति बनाउने कानुन बनाउने कुराहरू त छ। औषधिको लागि त्यो प्रयोजनको लागि मात्रै भनेको छ भन्नु चाहिँ होइन। त्यही विषयमा लेखेको एउटा गीत थियो। त्यही गीत
गाइदिउँ होला होइन ल एकदम एकदम हुन्छ म ताजा ताजा होइन अहिले यो फेरि ऊ पनि छ नि त रेकर्डिङ पनि भइसकेको छ जस अब भिडियो सहित गर्छु होला अब रेकर्डिङ गरेर चाहिँ ठिक छ राखिएको छु एक दुई लाइन मात्रै फेरि सबै आउट गऱ्यो भने त फेरि पछि भिडियो नहेर ल सबै यतातिर हेर होइन एउटा भर चाहिँ गाउँछु म ओके ओके ठिक छ है त यो उजुरी हाल्नेको गर्दनै रेटी गर्छु यहाँ खुलेआम गाँजाको खेती छर्छु यहाँ डोब पेटीको पेटी त्यो ल्याङ गर्नेको चोर पुलिस नेता जोसुकै होस् न दायाँ न बायाँ न तल न माथि कसैलाई नछोड एक गल्ती गरे यहाँ सजाय मत अन्डर होलसँग हाम्रो सेटिङ छ भाइ जहाँ चाहियो त्यहीँ तलै रेटिन्छ भाइ तेरो नाम हो निशाना मेटिन्छ भाइ हाई हेलो केडा हो केडी हो सबजना रेडी हो सरासर त्यतै पो आउँदैछ डन्ठे चट्ट गन्जिकी भन्दै पाउँछ यहाँ अगाडि सलाम ठोक फेरि के को हो खोजी अस्ति नै भरिदिएको थिएँ गोजी रेडी बस मेरो सबजना फौजी निकाल सबले गोजीको ओजी न्यु खोजे त्यसलाई नि ठोकिदे गोली यस्तै जस अब कडा 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 जस त्यो शब्दमा रियालिटी छ वास्तविकता छ होइन घुसखोरीहरूको चलखेल चाहिँ बेसरी हुँदो रहेछ क्या त्यो भएर पनि मलाई चाहिँ एकदम असन्तुष्टि भयो त्योभित्र भन्नाले यो पैसा छ भने सत्ता छ भने केही कुरा अवैधानिक भन्ने कुरा छैन रहेछ जस्तै लाग्यो मलाई होइन अवैध त भनिरहेको छ उनीहरू यस्तो छ क्या स्थानीय सरकार दोहोरो भूमिका निभाइरहेको छ यो गाउँको विषयमा हाम्रो ठाउँमा चाहिँ तपाईँहरूको अरू ठाउँमा कसरी लिइरहेछ त एउटा बोर्ड पनि हुँदैन के हुन्छ होइन यस्तो हुँदो रहेछ कि अब गर भनेर पनि अब भन्ने भित्रभित्र अनि नगर भनेर अब नगर भनेर होइन यो चाहिँ गर्नु पाउँदैन भनेर प्रोत्साहन लगाएर अब त्यहाँ घुस सङ्कलन गर्ने घुस माग्न आउने पनि त्यही त हकको नेता डर पनि देखाउने त्यो खालको छ क्या त्यस्तो दोहोरी नीति चाहिँ लिनु भने जस अब यो मैले यसलाई पूर्ण रूपले लिगलाइज गर्नुपर्छ भन्ने कुरा मा म पनि सहमत छु तर यसलाई चाहिँ भनौँ न यसको सम्भावित क्षेत्रहरू अथवा यसलाई यस गाँजालाई प्रयोजन गर्ने भनौँ न ठाउँहरूको एउटा सम्भावित क्षेत्रहरू गरेर त्यो लगानीको वातावरण बनाएर मात्रै लिगलाइज गऱ्यो भने चाहिँ राम्रो हो धेरै राम्रो हुन त यो औषध सेवनको लागि मात्रै भनेको छ अहिले त त्यसले त अब नर्मल जनताले त जो पाइ त्यसले त गर्न पाउँदैन जहाँसम्म अनुमति लिएर मात्रै गर्ने कुराहरू आउँछ होला यहाँ लाइसेन्स अथवा यति भन्ने मापदण्डहरू पनि बनाउला नि त त्यो यो कुरा लागु भयो भने त त्यही हो अब गाँजाको विषयमा के लाग्छ अब यसलाई छ नि अब ठ्याक्कै कुरा निस्किहाल्यो होइन यसैमा किन जोडेर जाउँ न होइन फाइनल फुल एन्ड फाइनल गरेर जाउँ न के हुनुपर्छ जस्तो लाग्छ के अरे ठ्याक्कै ग्याल्जेन भाइलाई चाहिँ होइन यो गाँजाको कुरा चाहिँ होइन गाँजा खाने त गरेको थिएन नि मैले स्मोक चाहिँ गर्दै पुरै त्यसलाई चाहिँ हुने हो बाइपास त्यही त यो गाँजाको कुरामा के अनि ठ्याक्कै अब अहिले यो कुरा उठिरहेको छ बहसको विषय बनेको छ होइन बहसको विषय त उहिलेदेखि बनिरहेको थियो कसरी चाहिँ गर्नुपर्छ जस्तो अघि अलिअलि त स्थानीय सरकारको त्यो खालको दोहोरो भूमिका पनि हुनु भएन अब त्यो हुन त केन्द्रको नीति नै अर्को भएपछि त मिलेन फेरि स्थानीय सरकारले मात्रै पनि गर्न सक्ने कुरा भएन सबै लुकीछिपी नै हो वैधानिकै गर्ने हो वैधानिक रूपमा अब अगाडि बढ्यो भने चाहिँ के हुनुपर्छ र बाइकको ठ्याक्कै भ्यू अफ पोइन्ट अफ भ्यू चाहिँ यहाँनिर यो चाहिँ यस्तो अब निश्चित मापदण्ड ऐन कानुन बनाउनु पऱ्यो मेन कुरा त होइन यो उत्पादन गरेर मात्रै त भएन वितरण गर्ने ठाउँ यसको प्रयोजनहरू कहाँ यसको प्रयोग हुन्छ त्यो कुराहरू चाहिँ अब भनौँ न त्यो कुराहरू चाहिँ खोजेर अब त्यो खालको लगानीको वातावरण बनाएर मात्रै चाहिँ गऱ्यो भने चाहिँ राम्रो हो नभए चाहिँ यसले चाहिँ अब भनौँ न युवा सर्कल चाहिँ त्यही लतमा फस्ने सम्भावना चाहिँ बढिरहन्छ केही गरी त्यत्तिकै बिना नीति नै ऐन कानुन नबनाइकन त्यसै खुल्ला गऱ्यो भने चाहिँ यो खुल्ला त गरोस् जस अब निश्चित मापदण्ड सहित त्यो जसलाई लाइसेन्स दिन्छ त्यो माथि पनि केही न केही कडाइ उसको पर्सनल्ली भनौँ न उसले लाइसेन्स लिइसकेपछि उसको चाहिँ के हो त उसको भूमिका भन्ने नि कडाइ हुनु पर्यो फेरि खुल्ला जस वितरण गर्ने ठाउँहरू पनि प्रशस्त बनाउनु पऱ्यो नेपालमा अब भनौँ न एउटा कृषिकै कुरा गऱ्यो भने दुध मात्रै उत्पादन गर भनेर त भएन नि त त्यस्तो त्यो खालको सानो केन्द्रहरू त खोल्नु पऱ्यो नि त त्यो भनेको चाहिँ के भन्ने अब उत्पादन त गर्ने हो त्यसलाई
भनौँ न वितरण गर्ने अथवा यसलाई बजारीकरण गर्ने ठाउँ चाहिँ वातावरण अब त्यो खालको क्षेत्रहरू चाहिँ खोज्नु पऱ्यो के क्षेत्रमा चाहिँ प्रयोग हुन्छ यो होइन यसको प्रयोजन चाहिँ कहाँ कहाँ हुन्छ त्यो चाहिँ खोजी गरेर अथवा त्यसलाई चाहिँ पहिला सरकारले त्यो खालको लगानीको वातावरण चाहिँ बनाउनु पऱ्यो अनि त्यसपछि मात्रै चाहिँ गरे राम्रो हो जस अब निश्चित मापदण्डसहित निश्चित ऐन कानुनसहित चाहियो त्यो चाहिँ जनताको प्रत्यक्ष रूपमा जनता जोडिने हुन्छ र जनताले महसुस हुने खालको पनि हुनु पर्यो ओके अब हामी के अरे अब भाइ द मङ्गोल नेसनल अर्गनाइजेसनसँग अझै त्यसैसँग छ नि होइन त्यसैमा समावेश छ कि के छ अहिले त्यो सङ्गठनसँग एमएनओ हजुर यस्तो हो त अब मङ्गोल नेसनल अर्गनाइजेसनसँग चाहिँ केही समय रह्यो भनौँ न 2016 देखि 20सम्म चाहिँ रह्यो भनौँ 4 वर्ष त्यसपछि चाहिँ मेरो राजनीतिक यात्रामा पूर्णविराम लाग्यो जस्तै हो दाइ त्यो जुन त्यही काण्डपछि हो त्यसपछि हो किन त्यस्तो खासमा त्यो मुद्दा मामिलाको कारण पनि हो अर्को कुरा अब त्यसपछि पनि मेरो राजनीतिमा फेरि फर्किने चाहनाहरू नभएको चाहिँ होइन भएको थियो नै मैले त्यो बेला चाहिँ के भनेको थिएँ भने यो जुन रिहाई पछाडि चाहिँ मैले आफ्नो मुद्दा मामिला फैसला नभएसम्म चाहिँ म कुनै पनि राजनीतिक आस्थासँग जोडेर चाहिँ काम गर्दिनँ भनेको थियो त्यो बेला चाहिँ किन पनि भनेको थियो भने मलाई जुन साथ सहयोग दिनुहुने साथीहरू थियो नि हाम्रो जुन एमएनओसँग भन्दा पनि एमएनओ विरुद्ध लागेको साथीहरूले मलाई साथ सहयोग दिनुभएको थियो कि त्यो बेला त्यो साथीहरूले मलाई उहाँहरूको सङ्गठनको केन्द्रीय सदस्यको अफरहरू पनि गरिरहेको थियो त्यो बेला मैले त्यो चाहिँ किन अब मेरो मुद्दा फैसला नभएसम्म कुनै पनि राजनीतिक आस्थासँग जोड्दिनँ भने चाहिँ किन पनि भनेको थियो भने उहाँहरूले चाहिँ मेरो आस्था भनेको त एमएनओ हो नि त मैले अथवा एमएनओबाट राजीनामा दिएर बसे पनि त्यो भएर पनि मैले त्यो भनेको थिएँ अब उहाँहरूले मेरो राजनीतिक आस्थामा चाहिँ हस्तक्षेप नगरोस् मलाई मबाट चाहिँ अलिक टाढै रहोस् भनेर चाहिँ मैले त्यो कुराहरू गरेको थियो अनि पछि मैले अस्ति 2023 सेप्टेम्बर हुन त म अघि त्यो 79को स्थानीय चुनाव तागा नै म फेरि एमएनओमा एक्टिभ हुन्छु सक्रिय रहन्छु भनेर सोचिरहेको थियो त्यो बेला चाहिँ सङ्गठनभित्र केही अन्तर्द्वन्द्वको कुराहरू एउटा एमएनओभित्र पनि पावर पोलिटिक्समा अलिकति द्वन्द्वहरू चलिरहेको थियो अनि कसैको गलत भन्ने कुरा अन्यलमा थिएँ होइन त्यो होइन यो कुरा चाहिँ स्पष्ट भएर आओस् अब अथवा एमएनओको 5औँ राष्ट्रिय महाधिवेशन त सकिसकेको त पहिल्यै अब 6औँ राष्ट्रिय महाधिवेशनको तर्खरमा थियो त्यसपछि चाहिँ अब फिल्टर भएर आउँछ नेतृत्व फिल्टर भएर आउँछ त्यसपछि चाहिँ सङ्गठनमा अथवा त्यसपछि चाहिँ म सक्रिय हुन्छु भनेर सोचिरहेको थिएँ अनि त्यो 6औँ राष्ट्रिय महाधिवेशन हुनुभन्दा अगाडि साथीहरू फिल्टर भएर कोही यता भनौँ न किताकार भयो भनौँ साथीहरू अनि त्यसपछि अब क्लियर भयो बाटो यही होस् है भन्ने हिसाबले चाहिँ एमएनओमै फेरि म सक्रिय हुन्छु भनेर चाहिँ मैले 30 सेप्टेम्बर 2023को दिन चाहिँ पुनः सक्रिय हुन पाऊँ भनेर जिल्ला सभा एमएनओको मकवानपुर जिल्ला सभा अनि प्रदेश सभा अनि सांस्कृतिक सभा अनि केन्द्रीय सभालाई सम्बोधन गरेर चाहिँ मैले एउटा निवेदन बुझाएको थिएँ त्यो कुरा चाहिँ साथीहरूले अलिकति त्यो हिसाबले लिनुभयो कि कसरी लिनुभयो त्यो चाहिँ निर्णय आउन सकेन क्या मैले कति कुरे पनि पहिले चाहिँ त्यो राजीनामा चाहिँ आफू खुसी दिएको कि अथवा सङ्गठनबाटै चाहिँ अब तिमीले चाहिँ अब यो राजीनामा दिनुपर्छ हाम्रो सङ्गठनलाई अप्ठ्यारो पर्यो भन्ने खालको कुराहरू आएर के हो केही न केही त थियो होला यो विषयमा अब बोल्न मिल्छ भन्नु त नहुने हो तर यस्तो अब पोडकास्टमा भन्ने हो म जहिले पनि एमएनओको हित चाहने अथवा एमएनओको सफलता चाहने मान्छे होइन अब त्यही हिसाबले लाग्यो 3-4 वर्ष लागिसकेर एमएनओको नीति निर्देशन भनौँ अथवा त्यो कुरा विधि विधान उहाँहरूले एमएनओले चालेको पाइलाहरू अब गन्तव्यहरू बुझेको मान्छे भएर पनि गन्तव्य चाहिँ धेरै टाढा छ हामीले सफलता एमएनओले अझै सफलता पाउनको लागि चाहिँ एउटा गणितीय सफलता पाउनको लागि भन्ने कुरा चाहिँ मैले थाहै थियो त्यही हिसाबले पनि अब सङ्गठन यत्रो महान सङ्गठन होइन जेलभित्रैबाट महामानव डाक्टर गोपाल गुरुङले स्थापना गरेको सङ्गठन होइन
त्यसमा फेरि आज आयो भोलि गएर यस्तो पनि थियो नि त त्यो बेला अब प्रतिबन्ध लाउने अवस्थाहरू पनि आउन सक्थ्यो। संविधान त्यो खालको उहरू पनि राखेको थियो। अनि त्यो हिसाबले पनि भोलि गएर सङ्गठनै प्रतिबन्ध लगायो भने अब सङ्गठनको सबै होल्ड आफूले गर्दाखेरि होल्ड साथीहरू भोलि गएर जेलमा सडिन सक्छ, अब सङ्गठनै नरहन सक्छ भन्ने कुरा थाहा भएको मान्छे भएर पनि होइन ठिक छ। अब साथीहरूले पनि भनेको हो, नभनेको भन्ने कुरा होइन। त्यो केही मसँग नजिकै भएको अब केन्द्रीय तहकै नेताहरूले पनि भन्नुभयो र उहाँहरूबाटै अनुमति लिएर चाहिँ मैले राजीनामा दिएको हो। स्वेच्छाले भनौँ, एक हिसाबले बाध्यता पनि भनौँ होइन। दुइटै देखियो। जस असहयोग गर्नुपर्ने अवस्थाहरू आयो, बाहिरै रहेर चाहिँ सहयोग गर्नुपर्ने अवस्थाहरू आयो। एमएनएललाई चाहिँ असहयोग गरेर चाहिँ म बाहिरै बस्नुपर्ने अवस्थाहरू आएको भएर चाहिँ जस स्वेच्छा भनौँ न यसलाई। तर कतिपय ठाउँमा होइन जब एमएनओ चाहिँ एउटा खालको चाहिँ अभियान होइन, यो जुन अघि हामीले छुत अछुतको कुराहरू गऱ्यो, पिछडिएको अनि हेपिएको थिचिएको पेलिएकोहरूको चाहिँ जुन सङ्गठन हो नि त त्यो, अनि भाइले त त्यसकै विरुद्ध चाहिँ त्यो एउटा खालको आवाज बुलन्द पारौँ भनेर आफूले सबै कुरा त अघि पनि भइसक्यो। त्यो हुन्छ कि भनेर गर्दै जाँदाखेरि त्यो ऊ हुँदै जाँदाखेरि त सङ्गठनले त झन् त्यसमा पुस गर्नुपर्ने हो नि होइन। यसमा यस्तो पनि छ, अब हामी विधिको शासनलाई अब यदि सङ्गठन दर्ता थिएन भने हामीले जे पनि गर्न पाइन्थ्यो होइन। अब गरिन्थ्यो, अब कोही मान्छे जेल सडिन्थ्यो त्यो हुन्थ्यो पनि। तर यस्तो अब विधिको शासनलाई मान्ने भयो जस्तो अब दर्ता भइसकेको सङ्गठन र वैधानिक रूपमा चलिरहेको सङ्गठन त एक कानुनभित्रै टेकेर पो लड्ने हो नि त होइन। एमएनएको नीति निर्देशन अथवा सिद्धान्त भनेको त्यस्तो विद्रोहको भन्दा पनि एउटा आफै परिवर्तन भएर चाहिँ अब यही समाजले परिवर्तन गरेर चाहिँ ल्याउने परिवर्तन हो भनौँ न। त्यो खालको नीति निर्देशन हो, नीति हो। त्यो भएर पनि अब उहाँहरूले असहयोग भनौँ, असहयोग गरेर मलाई सहयोग गर्यो भनौँ न। उहाँहरूले प्रत्यक्ष रूपमा सहयोग गर्न मन भएको भए अब यो त सङ्गठनकै रहेछ भन्ने खालको भएर चाहिँ कि साथीहरूले त्यस्तो अप्ठ्यारो पनि पर्थ्यो, त्यो पनि भयो। अनि अर्को कुरा अब एमएनएल त अब लोकतान्त्रिक सङ्गठन भएपछि त चुनावलाई त एउटा चुनावी बाटोबाट जानु पऱ्यो नि त हामीले चाहेको कुराहरू अब उपलब्धि हासिल गर्नको लागि त। त्यो बाटोबाट हिँडेको भएर पनि उहाँहरूले त्यो खालको विद्रोहलाई चाहिँ धेरै राजनीतिक पार्टीहरूभित्र होइन, राजनीतिक त्यो सङ्गठनहरूभित्र चाहिँ अब धेरै त्यस्तो खालको होइन अझै कस्तो अपराधिक क्रियाकलाप कानुनी रूपमा गर्ने मान्छेहरूलाई त संरक्षण गरेर राखेको छ नि त होइन। उनीहरूले धेरै पार्टीहरूले चाहिँ त्यस्तो देखेकै छ होइन। त्यो उदाहरणै नलिउँ, म्याक्सिमम् पार्टी अहिले मै हुँ भन्ने पार्टीहरू पनि हेर्नु। तर अहिले कुरा गर्दै जाँदाखेरि एमएनओले चाहिँ किन राजीनामा गर्यो, फेरि राजीनामा दिएर पनि फेरि अहिले स्टिल फेरि निवेदन दिँदा पनि अझै एक्सेप्ट गरेन भन्दाखेरि अलिकति कता मैले एक्सेप्ट यस्तो अनिर्णयको बन्दी भएर बस्नुभन्दा बरु म स्वतन्त्र रूपमा बाहिरै बसेर म सकेको साङ्गीतिक रूपमा गर्छु अनि म आफ्नो व्यक्तिगत जीवन बाँच्छु। राजनीतिक जीवनलाई अहिलेसम्मको एउटा चाहिँ त्यो भयो। अहिलेको अबको भनौँ न वही मेरो बाटो मैले सोचेको त्यो सोचिसकेको छु। मैले कोरेको 23को अन्तिमसम्म कोरेँ मैले। साथीभाइहरू नजिकको साथीहरूले जिल्लाको साथीहरूले के भयो जिल्लामा त मासिक बैठकहरू भइरहेको हुन्छन्, त्यो बैठकबाट चाहिँ के कस्तो निर्णय भयो यो विषयमा भन्ने कुरा चाहिँ मैले सोधिरहन्थेँ। सोध्नु चाहिँ पछिल्लो समय त्यो कुराहरूबाट खासै वास्ता नहुने कुराहरू आइसकेपछि वास्तै नभएपछि मैले चाहिँ भनौँ न त्यसपछि छोडेँ भन्दा पनि अब मलाई उहाँहरूले एमएनएको लागि नलागे सम्झिनु भएछ जस्तो पनि लाग्यो होइन मनमा नै। अनि त्यो हिसाबले मैले अब राजनीतिमा लाग्छु भनेर सानोतिनो व्यवसाय पनि सुरु गरेको थियो गाउँमै बसेर। अब हामी त फ्यामिलीबाट पैसा मागेर अभियानमा लाग्छु भन्ने उसको फ्यामिलीको मान्छे होइन। म एकदम निम्न वर्गकै परिवारबाट हुर्केको मान्छे अनि आफै गर्छु भन्ने हिसाबले लिएर त्यो बेला भनौँ न त्यो निवेदन बुझाएको थियो। त्यो भएन, अब ठिक छ अब म बाहिरै रहेर आफूले साङ्गीतिक तवरबाट गर्छु अनि
कुनै उहाँहरूले जति नालायक सम्झिएको छ त्यति नालायक साबित चाहिँ म हुँदिनँ बाहिरै बसेर भए पनि भन्ने छ। अब जस गुनासो छैन जस एमएनएको सफलता नै हाम्रो देशको सफलता हो, यो हाम्रो मेरो सफलता हो जस त्यही भन्छु। अरू साथीभाइहरूले पनि अब जो लागिरहनु भएको छ अझै निरन्तरता दिनुहोस्। ओके अनि प्लस अब भनौँ न अब मैले एउटा कुरो चाहिँ के पनि भन्छु भने कतिले मैले जुन त्यो जुन झन्डा केसमा मङ्गलको जुन दोस्रो गीतबाट मैले जुन बदलाव ल्याएँ नि समाजमा होइन, त्यसपछि म रिहाई भइसकेपछि कति साथीहरूले भन्ने गर्थ्यो क्या हृदय अब भनौँ न तपाईँ जस्तो तिमीले जस्तो त्याग गर्न सक्ने मान्छे चाहिँ अहिलेसम्म देखाएको छैन यहाँ त्यहाँतिर होइन त्यस्तो भन्थ्यो होइन। अनि यो एमएनमा आस्था नराख्ने साथीहरूले पनि त्यस्तो भन्नुहुन्थ्यो क्या होइन। अब ठिक छ म त यो मैले आफ्नो कर्तव्य निभाउने हो, मेरो आफ्नो काम मैले गर्न सक्ने जे जति थियो मैले गरेँ, त्यो आफ्नो कर्तव्य हो। यदि तपाईँहरूले साँच्चै नै मैले गरेको कामको एउटा अब सम्मान अथवा त्यसलाई भनौँ न पोजिटिभ उपलब्धितिर भनौँ न सकारात्मक उपलब्धितिर यसलाई अगाडि बढाउन चाहनुहुन्छ भने चाहिँ मैले त्यही बेला त्यही भन्थेँ, एमएनएलाई भोट दिएर सहयोग गरिदिनुहोस्, यति भए पुग्छ, त्योभन्दा मलाई ठुलो सम्मान चाहिँ केही हुँदैन, त्यो भनेको थिएँ। जस अब म त्यही हो एमएनएको सफलता, म आजीवन भोटरै भएर बस्छु बरु भन्ने हिसाबले चाहिँ एमएनए अहिले चाहिँ भनौँ न एमएनए आबद्ध छैन भनौँ न जस आधिकारिक रूपमा। हजुर ओके अनि के भन्छ यो के अरे पोलिटिकल्ली कुरामा जोडिँदाखेरि त एमएनएसँगै जोडियो होइन। जस्तो त्यहाँ जोडिनुको कारण चाहिँ किन त्यही यसले चाहिँ हाम्रो आवाजहरू बोल्छ, हाम्रो चाहिँ हाम्रो समाजको कुराहरू बोल्छ भनेरै हो कि अथवा कुनै नेतासँग प्रभावित भएर चाहिँ के छ अब देशको अथवा राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरको कुनै त्यस्तो नेताको चाहिँ एउटा होइन भनौँ न जीवनीले अथवा उसको सङ्घर्षले कतैबाट प्रभावित भएर त्यस्तो हुनुको कारण केही लाग्छ, के छ बताउन मिल्छ? यस्तो छ राजनीतिमा लाग्नुको कारण एउटा प्रभाव पनि हो होइन। तपाईँले अस्ति अघि कुरो गर्दै हुनुहुन्थ्यो रिन्चेन दुर्जे तामाङज्यू, उहाँको भाषणहरू सुनेको थिएँ कि पहिला। अब मैले त म त भनौँ न नेपालमा दलित कहलाएका समुदाय भनौँ न त्यही समाजमा एकै ठाउँमा हुर्केको मान्छे होइन, त्यो बेला नि मैले सानैदेखि सोध्ने गर्थेँ क्या यो विभेद चाहिँ किन हुन्छ भन्ने कुराहरू चाहिँ मनमा आइरहन्थ्यो म पढ्ने बेलातिर पनि अब अध्ययनरत गर्दाखेरि नि। त्यो हिसाबले पनि अब के होला भन्ने हिसाबले म बुझ्दै थिएँ, म त सानै थिएँ। अब त्यो कता कताबाट त्यो क्लिपहरू भेटेँ होइन, सुन्थ्यो नि त हामीलाई त तामाङहरूलाई त यसरी पेल्याएको छ यहाँ त्यहाँ भन्ने कुरा सुन्थ्यो। हाम्रो त कोही छैन, सबै ढाडे पनि उनीहरूकै बाहुन छेत्रीको हातमा छ भन्ने कुराहरू चाहिँ यसो हाम्रो बाबुबाजेहरूले नि गरेको सुन्थ्यो कि गफगाफमा होइन। अनि त्यो हिसाबले पनि होइन हाम्रो समुदायमा पनि धेर छ नि त यस्तो बोल्न सक्ने मान्छे, यसरी विरोध गर्न सक्ने मान्छे भन्ने भयो नि त होइन। त्यही बेला उहाँको भाषणबाट प्रभावित भएर पनि हो। अर्को कुरा अब पछाडि गएर अब यो सङ्गठनले चाहिँ असली रूपमा यो देशको मुक्ति, यो देशको सिङ्गो अब भनौँ न सिङ्गो नागरिकहरूको मुक्ति, एउटा समानता स्वतन्त्र बाध्यता चाहिँ स्थापित गर्न सक्दो रहेछ भन्ने कुरा चाहिँ थाहा पाएर चाहिँ लाग्यो भनौँ पछाडिदेखि चाहिँ अलिक बुझेर गएपछि चाहिँ यसरी नै त्योसँग आबद्ध भयो तामाङ समाजको हो होइन। तामाङ समाजबाट हामी बिलोङ्स गर्छौँ नि, हामी समाज त्यही समाजमा हुर्केको। अब हिपहप गाएर आफ्नो एउटा खालको मङ्गोल हपको एउटा नाम पनि राखेको छ होइन, त्यसलाई अगाडि बढाइरहेको छ। यो एउटा खालको यो सुरुवात हो होइन। यो गर्दै गर्दै तामाङ गीत सङ्गीतहरू चाहिँ कस्तो लाग्छ भाइलाई? तामाङ गीत सङ्गीतको बजार, तामाङ गीत सङ्गीत अहिलेसम्म आइरहेको अवस्थाहरू कस्तो देख्छ आफूले हेर्दाखेरि? होइन सुरुवातदेखि नै मलाई के लाग्थ्यो भने तामाङ सङ्गीत भनौँ क्षेत्रै भनौँ न होइन अलिकति धनी छ जस्तो लाग्छ अरू मङ्गोल समुदाय अथवा खस भाषाको गीत पछाडि त हाम्रो तामाङ समुदायकै गीतले होला जहाँसम्म मार्केट लिने त नेपालमा होइन, अहिले पनि त्यही छ। तर यहाँनिर यस्तो पनि भएको छ अब केही सङ्घ संस्थाहरूको अदूरदर्शिता अनि केही कलाकारहरूको पनि अदूरदर्शिताको कारण चाहिँ जति माथिसम्म पुग्नु त्यो चाहिँ पुग्न सकेको छैन। जस अब
तपाईँले देख्न सक्नुहुन्छ होला इन्डियाको सिनहरू तपाईँलाई थाहा छ होला म्युजिक सिनहरू हिन्दी पछाडि त पन्जाबी म्युजिकहरूले कस्तो मार्केट लिइरहेछ नि होइन त्यहाँको सिङ्गरहरूले त्यत्तिकै हाइप लिन सक्छ क्या नेपालमा खस भाषामा बनेको गीतलाई कुनै पनि भाषाको गीतले प्रतिस्पर्धा गर्न सक्छ भने त्यो चाहिँ तामाङ भाषाको गीत सङ्गीत हो जस्तो लाग्छ अहिले त जस धेरै राम्रो भएको छ यो सामाजिक सञ्जालहरूले गर्दा पनि होइन किनकि यो चाहिँ अब पब्लिक सामाजिक सञ्जाल भनेपछि त अब सबैले गर्न मिल्ने भने त हिजोको दिनमा त मेन स्ट्रिम अथवा मूलधारको मिडियामा जे बस्थ्यो त्यही कुराहरू चाहिँ अगाडि आउने कुराहरू हुन्थ्यो अहिले त मेन स्ट्रिम मिडिया भन्दा पनि अब हातमै मिडिया छ नि त हाम्रो होइन सञ्जालहरू त्यसले गर्दा पनि हाम्रो कुराहरू चाहिँ एकदमै तामाङ सङ्गीत चाहिँ एकदम राम्रो भनौँ न युनिक पनि छ जस्तो लाग्छ हाम्रो टोनहरू मौलिकता पनि छ त्यो भएर पनि होला जस अझै धेरै अगाडि बढाउन सकिन्छ यो कुरालाई चाहिँ हाम्रो जस हामीमा चाहिँ एउटा युनिटी पनि चाहिन्छ त्यो खालको अब गुणस्तर पनि हामीले ल्याउन सक्नु पऱ्यो बजारमा अरूलाई कम्पिटिसन गर्न सक्ने ठ्याक्कै तामाङ कलाकारहरूमा होइन अब भनौँ न हाम्रो अग्रजहरूमा अथवा अहिले अहिले यो क्षेत्रमा लागिरहेहरूमा चाहिँ को चाहिँ राम्रो लाग्छ कसैको नाम यसो लिनु पर्दाखेरि फलानाले चाहिँ राम्रो गरिरहनु भएको छ अथवा उहाँको चाहिँ कमसेकम म हिपहप जर्नमा भए पनि उहाँ चाहिँ ठिक लाग्छ भन्ने होइन मलाई चाहिँ म सुनिरहेको हुन्छ ठ्याक्कै नामहरू म त्यति याद गर्दिनँ अन्त होइन अब अग्रजहरूको त थाहा छ मलाई चन्द्रकुमार दोङजीहरू विश्व दोङहरू होइन तर मलाई अलिकति तामाङ सङ्गीतलाई अलिकति आधुनिकीकरणतर्फ लाने व्यक्ति चाहिँ को लाग्छ भने विशाल काल्तन हो जस्तो लाग्छ उहाँले चाहिँ अलिकति जुन चलिरहेको जुन भावभन्दा अलिकति फरक शैलीमा ल्याउनु भयो भने उहाँले गीत सङ्गीतहरू त्यो भएर उहाँको चाहिँ फ्यान जस्तै भनौँ समर्थक जस्तै हो ऱ्यापमा त त्यस्तो खासै छैन यार YSK को मनपर्छ ऱ्याप म्युजिक क्षेत्रमा चाहिँ अरूको चाहिँ खासै अहिले हाम्रो तामाङ YSK नेपाली उसमा चाहिँ नेपाली जुन मेन स्ट्रिमको चाहिँ नेपाली मेन स्ट्रिमको त खासै कोही पनि छैन यार म हिपहप गर्नेहरूमा चाहिँ छैन त खासै भन्नु म चाहिँ मङ्गोलियाको एउटा बिगजी भन्ने ऱ्यापर छ त्योबाट प्रभावित हो खासै म इन्डियाको सिधु मुसेवाला र किन उनीहरू मन पर्नुको कारण चाहिँ के आफ्नो विधा जुन अहिले भाइले चाहिँ जुन विधामा के अरे अघि बढिरहेको छ त्यस्तै टाइपको भएर हो कि अथवा के हो त्यस्तो भन्दा नि उनीहरूले जुन छोडेको हुन्छ नि विरासत म्युजिक क्षेत्रमा जुन ल्याएको परिवर्तन बदलावहरू त्यो चाहिँ ठुलो कुरा हो त्यो ठुलो कुरा हो त्यो ठुलो कुरा हो जस्तो लाग्छ अनि नेपालमा अब हामीले गरेको जस्तो म्युजिक कसैले गर्न चाहेन नि त त्यो भएर पनि खासै कोहीबाट प्रभावित होइन खासै यहाँ बुझ्दो कुराहरू लिएर अनि त्यो कोही पनि होइन जस्तो लाग्छ उनीहरूले केहीसम्म बोल्यो भने नेपालमा लैङ्गिक विभेद विरुद्ध चाहिँ बोले अब वर्ग विभेदको विरुद्ध चाहिँ बोले तर वर्ण विभेदको विरुद्ध कसैले बोलेको छैन नि त जसले बोल्छ त्यो मान्छेको चाहिँ समर्थक रहन्छ म अबको दिनमा चाहिँ ओके ठिक छ अब हामी धेरै यस्तै छ अझै दाजुभाइ भेटघाट गरौँला फेरि अझै पनि कुरा गर्ने नै छौँ अन्तिममा छ नि भाइको एउटा हुलिया छ नि हुलिया भन्छ नि टक्क देख्दाखेरि प्रायः होइन यहाँ कालो यो म्याक्सिमम् प्रायः यसरी नै हिँडेको देख्छौँ कि मैले कहिलेकाहीँ यसो फोटोहरू हेर्दाखेरि रेगुलरै यस्तै हो यो यसरी नै हिँड्यो जस्तो यो टक्क निकालेको छ होइन हल्का यता क्यामेरापट्टि हल्का यता यसो फ्रेम दिँदाखेरि होइन यो टाइपले के यो रेगुलर जस्तै छ कि के छ यो के हो यसको स्पेसालिटी अब म यसरी नै त हिँड्दैन म क्याप त प्रायः लाउँछु क्याप त लाउँछु तर यो ब्यान्डनहरू बानिरहेको हुन्छ टाउतिर यो चाहिँ यो हिपहप अथवा ऱ्याप म्युजिक क्षेत्रमा चाहिँ एउटा ग्याङ कलर भन्छ होइन कसैले रेड लाउँला कसैले ब्ल्याक लाउँला कसैले निलो लाउँला होइन त्यो जस्ट अब त्यो हो होइन त्यो चाहिँ रिप्रेजेन्ट गर्न खोज्यो कि आफ्नो कलरलाई चाहिँ रिप्रेजेन्ट गर्नको लागि त्यो गरिरहेको हो अरू केही छैन त्यस्तो खासै त्यस्तो भनौँ न ओके अरूले जे गर्छ त्यो भन्दा पनि आफ्नो भनौँ न आफ्नै एउटा खालको मौलिकता भनौँ त्यो पहिचान अनि दाइलाई प्रश्न पनि गर्नु मिल्छ ओके मजाले मिल्छ किन नमिल्नु यार त्यही त तपाईँ नि एउटा म्युजिक क्षेत्रमा लागिरहेको व्यक्ति अलिअलि तपाईँलाई चाहिँ
के कस्तो लाग्छ यो म्युजिक क्षेत्रमा चाहिँ कस्तो परिवर्तन हुन आवश्यक छ जस्तो लाग्छ तामाङ म्युजिक क्षेत्रको अथवा नेपाली म्युजिक भनौँ न हिपहप स्रष्टा कलाकारको राइटहरूको विषयमा पनि कुरो गरौँ अधिकारको विषयमा यो चाहिँ यस्तो हो मलाई अब हुन त अब भाइहरू आफै पनि एउटा खालको चाहिँ अभियानै त्यत्रो केसै परेको उसमा समेत परिसकेको उमेर सानो भए पनि होइन मलाई चाहिँ के लाग्छ भने जस्तो अब गीत सङ्गीत छ नि अघि भने जस्तै हो हाम्रो तामाङ गीत सङ्गीत चाहिँ यो मेन स्ट्रिमको नेपालको कन्टेस्टमा हेर्नु पर्दाखेरि दोस्रो उसमै पर्ने नै हो अहिले त धेरै राम्रो पनि भइरहेको छ केहीले अलिअलि अराजक टाइपको होइन अब यस्तो हुँदो रहेछ जस्तो अब हिपहपमै अलिअलि मुख छाडेको जस्तो आउँदाखेरि त्यति नराम्रो नसुन्दो रहेछ तर मौलिक गीतहरूमा तामाङ होइन हाम्रो लोक भाकाहरूमा अथवा त्यो आउँदाखेरि अलिकति नमिठो चाहिँ सुन्ने रहेछ कि होइन किनभने त्यो त ठ्याक्कै उठाएर ल्याएको चिज हो त होइन त्यो फेरि सुन्ने मान्छे पनि त्यस्तै हुन्छ हाम्रो होइन त्यही समुदायको हुन्छ हजुर तपाईँलाई यस्तो पनि लाग्छ अब यो कुराहरूलाई जुन अराजकताको कुरो गर्नु गीत सङ्गीत मौलिक जनरहरूमा पनि त्यो कुराहरूलाई चाहिँ तपाईँलाई यो जुन तामाङ समुदायको निम्ति खोलिएको सङ्घ संस्थाहरू तिनीहरूले चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने चाहिँ लाग्छ तपाईँलाई गर्नुपर्छ त्यो यस्तो हो गर्ने भन्नाले सङ्घ संस्थाले त अब जस्तो कारबाही गर्ने अब एउटा चाहिँ गर्ने त्यो उनी कानुनी कारबाही गर्न सक्ने स्थिति त रहेन त्यो त गर्न मिलेन होइन त्यो कानुनी राज्यले दिँदैन तर अब जस्तो सचेत गराउने होइन अनि अलिकति चाहिँ सरसल्लाह दिने सुझाव दिने काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ कि अनि यदि इनकेस अब संस्थाकै सदस्य छ भने उहाँहरूलाई अब सरसल्लाह दिँदाखेरि सुझाव दिँदाखेरि मानेन भने एउटा फेज टु फेज जाँदाखेरि चाहिँ उसको सदस्यता चाहिँ अब काट्न सक्ने कुरा हुनसक्ला एउटा खालको चाहिँ समुदाय त्यो एज अ सङ्घ त ठुलै हो नि त त्यो त ठुलो जमातको हो नि त त्यो त 3-4 जनाको त होइन त्यसकारण त्यो 1500-2000 जनाको एउटा समूहबाट चाहिँ एकजनालाई चाहिँ तिमीले अलिकति नराम्रो काम गर्यो भनेर त्यो निकाल्नु अथवा त्यसलाई कारबाही गर्नु नि ठुलो ऊ जस्तो लाग्छ कि होइन त त्यो त ठुलो नियन्त्रण चाहिँ गर्नुपर्छ नियन्त्रण त गर्नुपर्छ नियन्त्रणमा त कानुनभित्रै टेकेर लाग्छ कि कस्तो लाग्छ होइन कानुनभित्रै टेकेर त गर्न सक्ने आधारै छैन होइन त्यो त मिल्दैन त्यो राज्यले गर्ने कुरा हो तर त्योसम्म गर्नुपर्ने स्थिति भयो भने त अब त्यो त्यतिसम्म कानुनी रूपमै गर्नु पर्दैन कि 1500 जनाको समूहबाट एकजनालाई तिमीलाई गलत रहेछ भनेर निकाल्यो भने त्योभन्दा ठुलो सजाय के होला कि होइन त्यो लाग्छ कि मलाई चाहिँ यस्तो पनि तपाईँलाई भनौँ न स्रष्टा कलाकारको प्रतिलिपि अधिकारको कुराहरू आउँछ एकदम त्यो एकदम अहिले जुन होइन त्यो चाहिँ धेरै ठुलो प्रब्लम चाहिँ त्यो हो अहिले गीत सङ्गीतको कुरामा चाहिँ जस्तो अब यो पाइरेसी कुराहरू छ होइन पहिले अब त्यो चक्का हुन्थ्यो नि हामीले अलिअलि थाहा हुन्थ्यो होइन त्यो अडियो चक्का चाहिँ यस्तो त्यो छेस्का लाएर यस्तो घुमाउँथ्यो नि त्यो जाम हुन्थ्यो नि त बेला बेलामा होइन त्यो त तान्नै नसक्ने हुन्थ्यो अनि गीत अड्किन्थ्यो अनि हामीले पुरा त्यसलाई यसरी घुमाएर फेरि फिल्टर त्यो मतलब अलिक खुल्ला बनाउँथ्यो कि त्यो बेला कस्तो थियो होइन हामीले एउटा गीत हाल्न जाँदाखेरि त्यो अझ त्यो बेला नि त्यो पछि त कपी गर्ने सिस्टम भयो त्यसले बिगार्दै लग्यो त्यसपछि सिडी आयो सिडी पनि कपी गर्न मिल्ने अब यो प्रविधि त त्यस्तो चेन्ज हुँदै अहिले त अब हेर्नु कहाँ बसेर कति बेला सुन्ने गीत कति बेला डाउनलोड गर्ने मतलबै छैन जहाँसुकै बजाएर पनि भयो है छैन त्यो चाहिँ एकदम ठुलो दुःखको कुरा त छ त्यो अब जस्तो त्यो पाउनुपर्छ कि त्यो जुन के भन्छ त्यसलाई रोयल्टी चाहिन्छ कि रोयल्टी अब आर्थिक अधिकारको कुरा बनाउँछ रोयल्टी कुराहरू अब भाइलाई कतिको थाहा छ होइन केही थाहा छ भने भनौँ होइन मलाई चाहिँ के लाग्छ भन्दा होइन तामाङ सङ्घ संस्थाले कति कुराहरूमा हस्तक्षेप गरिरह अस्ति एकजना त्यो हाँसी कलाकार थुन्यो नि नेवार समुदायबाट अनि अस्ति क्रिस्चियन सङ्घ गायो भनेर पनि के भनिरहेको सुनिरहेको थियो कि त्यो उसको स्वतन्त्रमाथि चाहिँ अङ्कुश लगाउने कामहरू यस तामाङ सङ्घ संस्था कुनै पनि सङ्घ संस्थाले गर्न मिल्दैन होला जस्तो लाग्छ किनकि यो त राज्यले गर्ने कुरा हो नि त मतलब त्यो के अरे एउटा क्रिस्चियन गीतमा तामाङ ड्रेस लगाएको होइन त्यो विषयमा त हाम्रो निरञ्जली थाहा छ नि चिन्छ नि निरञ्जली लामा ऊ पनि कति ठुलो कन्ट्रोभर्सीमा पऱ्यो नि एकचोटि त्यो क्रिस्चियन गीतमा चाहिँ एउटा म्युजिक भिडियो गरेको रहेछ होइन त्यो विषयमा धेरै ठुलो प्रब्लममा पऱ्यो पनि हो त्यस्तो चाहिँ छ हाम्रो समाजमा अलिकति त्यो कुराहरू चाहिँ अलिकति अझै कलाकारको फ्रिडमलाई चाहिँ त्यसरी अङ्कुश लगाउन मिल्छ अथवा त्यसरी नियन्त्रण गर्नु हुँदैन व्यक्ति अथवा संस्थाले भनौँ न
राज्यबाट गर्ने अथवा राज्यले निश्चित नीति नियम ऐन कानुन बनाएर गर्ने कुरा अलग कुरा रह्यो, तर व्यक्ति कुनै पनि व्यक्तिले कुनै संस्थाले त्यो गर्ने कुरा चाहिँ होइन जस्तो लाग्छ कि मलाई म्युजिक क्षेत्रले चाहिँ। मलाई म्युजिकलाई परिधिभित्र राख्नु भएन भन्ने कुरा भयो बाहेक परिधि यस्तो हो, राख्नुपर्छ। अनियन्त्रित स्वतन्त्रताले त फेरि अराजकता नै जन्माउने हो नि त होइन। अराजक भनौँ त्यो खालकै गतिविधि अपराधिक गतिविधि गर्ने हो नि त। त्यो भएर पनि राज्य मलाई चाहिँ के लाग्छ भने नेपालमा त फिल्म क्षेत्रलाई सेन्सर गर्ने बोर्डहरू त छन् नि। त्यो फिल्म क्षेत्रलाई विकास प्रवर्धन गर्ने सम्वर्धन गर्ने अथवा नियन्त्रण गर्ने बोर्ड त छ नि त होइन, राज्यबाटै बनेको छ। गीत सङ्गीतमा पनि त्यो खालको एउटा छुट्टै क्याटेगोरीमा बन्नु पऱ्यो क्या। जस्तै तपाईँले मुख छाड्नु हुँदैन भन्ने कुरो गर्नुभएको छ नि, हो भने म पनि मुख छाड्नु हुँदैन भन्छु क्या। तपाईँले भनौँ न मैले चाहिँ मुख छाड्छु भनेर भन्दा त्यसले खासै त्यो प्रभाव भनौँ न त्यसरी भन्नु पनि मिल्दैन जस्तो लाग्छ। व्यक्तिले भन्दा हामीलाई फरक पर्दैन क्या। हामीले राज्यले भन्छ भने चाहिँ हामी मान्नु तयार हो कि फेरि। म पनि कतिपय कुरामा संस्थाले भन्नु नि भएन म त होइन, मैले पनि गाएको छु नि त तामाङले एक दुईवटा होइन। मैले चाहिँ किन पनि गाएको छ भने अलिकति नेपाल तामाङ समुदायको ऱ्याप सङ्गीतहरू चाहिँ अलिकति त्यो पुरानै शैलीमा गयो क्या। अलिकति न्यु स्कुल भाइबहरू आएन भनेर नि यस्तो यस्तो यो अलिक सिधो बुझ्दैन यहाँ त्यहाँ टाइपको भनेर अलिकति च्यालेन्ज दिन खोजेको थिएँ। म पनि एउटा तामाङ समुदाय भएको पहिले सायद त्यो कम्पिटिसन पनि भएको जस्तो लाग्दैन। अनि त्यो यस्तो लाग्छ मलाई चाहिँ राज्यबाटै चाहिँ गीत सङ्गीतको विकास तथा नियन्त्रण बोर्ड सेन्सर बोर्ड भनौँ त्यो बनेर निश्चित मापदण्ड त्यो गीत सङ्गीतकै विज्ञहरूलाई चाहिँ राखेर चाहिँ गऱ्यो भने निश्चित मापदण्ड बनाएर चाहिँ होइन यस्तो पनि लाग्छ क्या त यार, मापदण्ड बनाएर त्यसलाई जसले गल्ती गरेको छ त्यसलाई अब भनौँ सजाय दिने कुरा चाहिँ त्यो ठिक छ। तर सङ्घ संस्थालाई नै आन्दोलन गर्ने यहाँ त्यहाँ भन्यो अस्ति भन्यो नि त्यो जस्तै क्रिस्चियन गीतमा तामाङ ड्रेस लायो तामाङ भाषै बोल्यो भनिरहेको हुन्छ। त्यो त एकदम अराजक कुरा हो नि त, यो त एकदम निरङ्कुश कुरा हो नि त होइन। जस्तै म तामाङ हो नि त होइन, म हुन त जनजात बुद्धिस्ट भएर आएको, म खासै यही धर्म भने त म खासै मान्दिनँ। म बुद्धलाई त एउटा धर्मको रूप भन्दा एउटा महामानवको रूपमा मान्ने, एउटा बुद्धको एउटा शिरहरूलाई चाहिँ सकेसम्म व्यवहारिक उस कुराहरूमा ल्याउनुपर्छ भन्ने कुराहरू फलो गर्ने मान्छे। त्यो कुराहरू गर्दाखेरि जस्तै अब म तामाङ हो, म त मुस्लिम पनि बन्न सकेँ नि त होइन, अथवा म क्रिस्चियन पनि बन्न सक्यो। तर मलाई तामाङ होइन भनेर कसैले भन्छ भने त्यहाँ त त्यो त एउटा निरङ्कुशै भएको हो नि त होइन। मैले तामाङ ड्रेसै लाउनु पाउँदैन, मैले तामाङ भाषै बोल्नु पाउँदैन, तामाङ भाषामा गीतै गाउनु पाउँदैन भन्ने खालको कुरो त एकदम निरङ्कुश हो जस्तो लाग्छ, निरङ्कुशता हो जस्तो लाग्छ। त्यो गर्नु भएन जस्ट हामीमा अलिकति दृष्टिकोण चाहिँ अलिकति फराकिलो आउनु पऱ्यो। भाइको दृष्टिकोणलाई नि अब मैले सम्मान गर्नै पर्छ होइन, आफ्नो विचार हुन्छ। मलाई त्यस्तो लाग्छ त होइन। अब मलाई चाहिँ राज्यबाट त्यो खालको एउटा के हुनु पर्यो नियन्त्रण बोर्ड राखेर चाहिँ स्रष्टा कलाकारहरूको प्रतिलिपि अधिकार अघि रोयल्टी पनि सबै हुनु पर्यो, आर्थिक अधिकारको कुराहरू, रोयल्टीको अब सम्भावित क्षेत्रहरू पहिचान गर्नु पऱ्यो। सरकारी सञ्चार माध्यमहरू, निजी सञ्चार माध्यमहरूलाई चाहिँ यो रोयल्टीको विषयमा चाहिँ अब जानकारी गराउनु पऱ्यो। अथवा यो जुन सामाजिक सञ्जालहरूलाई पनि केही नियन्त्रण त ल्याउनै पर्छ। अब टिकटक त बिहान भयो होइन, तर पनि चलाइ त देख्छु होइन। जस अब नियन्त्रण चाहिँ आवश्यक छ हरेक कुरामा, चाहे फेसबुक नै हो कि नहोस्, इन्स्टा नै किन नहोस्, ट्विटर किन नहोस्, यो त हाम्रो देशको कुराहरू त होइन नि त होइन। यो कुरालाई नियमन हुनु पर्यो, नियन्त्रण भन्दा नि नियमन गरेर अनि त्यो नचाहिने कुराहरूलाई नियन्त्रणमा राख्नु पर्यो, फिल्टर गर्नु पर्यो। त्यो छ। अब त्यही हो, मैले मेरो विषयमा चाहिँ मलाई कति कुराले चाहिँ चित्त बुझ्दैन क्या तामाङ समुदायको सङ्घ संस्थाले उठाइरहेको कुराहरू। त्यो चाहिँ हाम्रो दृष्टिकोण चाहिँ अलिक फराकिलो हुनुपर्छ। कलाकारको फ्रिडम जस्तै निरञ्जनजी नाना गुरुङ भन्ने उहाँ त एउटा कलाकारले त भन्नुभयो होला गर्नुभयो होला त्यो त अनि उहाँलाई नै पुरै व्यक्तिगत रूपमा उहाँको चरित्र हत्या गर्ने, त्यो उहाँको चरित्रैमाथि उहाँको आस्थैमाथि हस्तक्षेप गर्ने कुरा त आएन नि त होइन। एउटा एज अ कलाकारलाई त हामीले त त्यो भए पनि अब तामाङ सङ्घ संस्थामा पनि अलिकति दूरदर्शिताको अभाव छ जस्तो लाग्छ क्या यो विषयहरूमा चाहिँ। जस यो कुराले चाहिँ उहाँहरूले नियन्त्रण भन्दा पनि होइन चित्त नबुझ्ने कुरा भन्नु अलग कुरा हो, तर
तर राज्यको नीति नियमभित्र अटेर अथवा त्यो भित्रै टेकेर चाहिँ विरोध गर्न स्वाभाविक हो। तर राज्यले त्यो खालको स्वतन्त्र दिइरहेछ भने त्यो कुराले चाहिँ व्यक्तिले लगेर कुनै संस्थाले गरेर यसले यस्तो गर्यो त्यस्तो गर्यो भन्नु चाहिँ गलत हो जस्तो लाग्छ मलाई चाहिँ। ओके, ठिक छ। अब हामी अझै अरू पनि गरौँला होइन। समय पनि एकदम गजबले दियो भाइले है। भावी दिनहरूमा एकदम सफल रहोस्, एकदम पाइलाहरू अझै होइन एकदम दमदार भएर चलोस् है। दाजुभाइ भेट नभए नि म्यासेन्जरमा होइन सामाजिक सञ्जालमा भेटघाट हुन्छ समाजको लागि होइन, पिछडिएको दबिएको होइन, अब उसमा परेको भनौँ न एकदम अब अन्यायमा परेको चाहिँ आवाज बन्न सकोस्। त्यही छ, एकदम शुभकामना छ भाइलाई। धेरै धेरै धन्यवाद छ टाइमको लागि। हुन्छ दे, तपाईँले पनि जुन यो भनौँ न जन्मभूमि पडकास्ट विथ प्रितम भनेर जुन सञ्चालन गर्नुपर्छ यसको कतिौँ संस्करण भयो? आठौँ एपिसोडमा छौँ। 8औँ संस्करणमा तपाईँले मलाई सम्झिनु भयो, एकदम धन्यवाद। धेरै अगाडिदेखिको कुरा थियो हाम्रो, जस खुसी लाग्यो तपाईँसँग भेटघाट भएर आफ्नो केही कुराहरू राख्ने मौका पायो। जस तपाईँको पनि यो सो सफल रहोस्, सफलता चुमोस्। मेरो यो फेरि सोको एकदम धेरै त्यो भ्युज आउनुपर्छ नि छैन कि, यो चाहिँ एउटा इतिहास बनाउने सोचाइ छ कि मेरो। जस्तो होइन अहिले युवाहरू, अब म म्याक्सिमम् अब अस्ति मैले के गरेँ भने अलिकति समाजमा परिचित व्यक्तित्वहरू होइन, त्यो पनि फेरि कलाकारिता अनि राजनीति अनि धार्मिक रूपले लागेको लामा गुरुहरू। अब म एकचोटि बोन्बो गुरुहरूलाई ल्याउँदैछु होइन केही 3-4 दिनपछि। अब यो चाहिँ हाम्रो होइन सबैको एउटा डकुमेन्टेसन मात्रै होस् भनेर कि। अनि युवाहरू अब म्याक्सिमम् चाहिँ युवाहरूलाई कि जस्तो हामी जस्तै युवाहरू के छ त होइन, कति चाहिँ ठुलो मान्छेको मात्रै कुरो सुन्ने भर्खरको होइन, हामी जस्तो यङ जेनेरेसनको कुराहरू नि सुनौँ न होइन। हामी चाहिँ कुन स्थितिले हामी अगाडि बढिरहेको छ भन्ने कुराहरूलाई चाहिँ अलिकति बाहिर ल्याउँ भन्ने चाहिँ मेरो अबको पोडकास्टको केही एपिसोडहरू त्यसरी जाँदैछ। एकदम राम्रो दाइ। यो मलाई पनि त्यही लाग्छ दाइ, कति मान्छेहरू न्युज र भ्युजको पछाडि कुदिरहेको हुन्छ होइन। मेन कुरा योगदान ठुलो कुरा हो, के कुराको लागि हामीले योगदान दिइरहेछ त्यो ठुलो कुरा हो नि त होइन। त्यो कुरा रहने हो क्या। त्यो न्युज भ्युज भनेको त आज जति त्यो बनाउनु पर्यो। अहिले बिर्सिहाल्छ क्या। अहिले ग्यालजेन र म यहीँ बसेर यहाँ क्यामेरा छँदैछ होइन, हामी दुईजना भोलि नै चाहिँ खतरै देशभरि नै हल्लिने टाइपले हामीले गर्न सक्छौँ नि होइन। त्यो टाइपको त्यो कन्ट्रोभर्सियल टाइपको अथवा कसैको विरुद्धमा हामी बोल्नु छ भन्दा हामी 1 घन्टा बोल्छौँ नि त दाजुभाइ होइन। तर हामीलाई त्यस्तो गर्नु छैन। हाम्रो के थियो हिजोको, भोलि 10 वर्षपछि हामीले यो दाजुभाइको यो हेरौँ न होइन, कतिपय कुराहरू हाम्रो कमजोरी बाबालाई बोल्दाखेरि कति कुरा ओहो के बोलाएर त्यो बेला त्यो त डकुमेन्टेसन हुन्छ नि त। त्यही हो, त्यो जस्ट त्यही भएर नि डकुमेन्टेसनको लागि भयो नि मैले चाहिँ यो पोडकास्टलाई यसरी लगेको हो। त्यही भएर भाइलाई धेरै धेरै धन्यवाद छ टाइमको लागि। फेरि भेटौँला भाइ है। ओके, थ्याङ्क यू सो मच भाइ। ओके मेरो भाइ।